Welcome to Vibe J, Season 2, Episode 1. Season 2 चाहिँ किन भने भन्दाखेरि चाहिँ हामीले लास्ट एपिसोड हालेको मैले आज युट्युबमा हेरेको थिएन 4 महिना भइसक्यो रहेछ कि 4 महिना भने अस्ति भर्खरकै सो अब 1.5 महिना त नेपालमा गयो 1.5 महिना नेपाल गयो त्यसपछिको जस्ट 5 weeks नेपालमा गयो अनि त्योभन्दा अगाडि चाहिँ अलिकति अब यताउता कामहरू धेरै थियो त्यसपछि जस्ट छुट्यो अनि हामीले सिजन 1मा चाहिँ हामीले 10वटा एपिसोड गरेछौँ मलाई सबै हेरेको थिएँ 10वटा छ ठ्याक्क त्यसैले सिजन 1 भन्दैको सिजन 1 एन्ड के अब अनि 10वटा एपिसोडमा चाहिँ सो हाम्रो एउटा गेस्ट त ब्रो भइहाल्यो होइन सञ्जित भयो अनि तिमी दुईवटामा चाहिँ तिमी नै छौ त्यसपछि हाम्रो योगेश ब्रो भयो त्यसपछि अनि हाम्रो विजय ब्रो प्राजेन ब्रो त्यसपछि श्रेया पृथ्वी होइन सो सबैजनालाई सबभन्दा फर्स्टमा चाहिँ अब धेरै धेरै धन्यवाद होइन सिजन 1मा आएर यति यस्तो अमूल्य टाइम दिनुभयो हामीलाई है त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद इट्स माई प्लेजर टु बी हियर अनि त्यसपछि सिजन 1मा इभन सम्पूर्ण यो अब जसले ठुलो सिजन 1 को सफलताको भाग भन्न पाइयो होइन त्यही नै बिग डिल हो धन्यवाद यार अनि जस पनि भ्युवरहरूले हेर्नुभयो है लाइक टिकटकमा भयो अनि युट्युबमा भयो अनि विभिन्न अरू रिल्सहरूमा हेर्नुभयो होइन जसले लाइक गर्नुभयो कमेन्ट गर्नुभयो धेरै धेरै धन्यवाद सबैजनालाई र यसरी नै धेरै माया गर्नुहोला सिजन 2मा चाहिँ हाम्रो लाइनअप अझ खतरा हुँदैछ कि सो योपालि चाहिँ अलिकति इन्फर्मेटिभ टाइपको मान्छेहरू पनि हामी बोलाउन खोजिरहेछौँ यसको लागि कुराहरू चाहिँ भइसक्यो अब जस्तै अब अलिकति डेटहरू यताउता मिल्न बाँकी छ अनि आजको हाम्रो सिजन 2 को एपिसोड 1मा चाहिँ हाम्रो श्री गणेश साय नम भनेर होइन ब्रो सञ्जित ब्रो धन्यवाद फर इन्भिटेसन अगेन होइन अगेन अब जबसम्म तिम्रो हाम्रो टार्गेट मिट हुँदैन म चाहिँ आइरहेको भन्ने एकदमै हाम्रो एउटा केपीआई छ कमिटेड टु दैट होइन हाम्रो एउटा केपीआई छ भन्दै नि त एकचोटि त्यस कसैले फर्स्ट टाइम सुनेको छैन जबसम्म 5000 कमेन्ट हो कि लाइक अझ सब्सक्राइबरै भनिदिउँ न सब्सक्राइबर भने मर्छ क्या आउँदैन तबसम्म आइरहेको छु सो हाम्रो चाहिँ केपी एउटा थियो जो सिजन 1मा त्यसको लागि चाहिँ यसो हाम्रो सिजन 1 फेरि स्पिड ब्याक गरेर हेरिदिनु होला होइन त्यो यदि थाहा पाउनु छ भने हेर्नै पर्छ अनि र ब्रो सानो आफ्नो बारेमा इन्ट्रोडक्सन कसैले फर्स्ट टाइम सुनेको छ भने मेरो नाम त सञ्जित घिमिरे भयो होइन अब म चाहिँ अहिले सेफको रूपमा काम गरिरहेको छु यहाँ तर इन्जिनियरिङ पनि गरे हो सो त्यस्तै हो काम भइरह अस्ट्रेलियामा त्यही त हो खासै केही गरेँ होइन अब इन्ट्रेस्ट भए पनि त्यसलाई चाहिँ अलिक गर्न सकेको छैन यस्तै फिल्डमा ठिकै छ ब्रो अनि हाम्रो केही एउटा सुनाउन मिल्ने गुड भाइब र ब्याड भाइब छ भने जस्तो हामी सिजन 1मा गरे जस्तै धेरै भयो नि त नभेटेको त गुड भाइब त नेपाल जाँदैछु त्यही नै गुड भाइब आफ्टर लङ टाइम सो ब्रो तिमी थर्सडे उठ्दैछौ है थर्सडे सो नेपालमा इलेक्सन चाहिँ थर्सडे छ अनि ऊ चाहिँ थर्सडे यहाँबाट उठ्दैछ ब्रो यार अलिकति लाज लाग्दैन 2-3 दिन अगाडि गएर भोट दिनु पाउँदैन नि मैले रजिस्टर गरेको छैन अब त्यो थाहा छैन के गर्नु अनलाइन मिल्थ्यो कि अब मिल्ने भएको गरिदिन्थ्यो थिएन इट्स ओके त्यसको रिजल्टको परिणाम हेर्न चाहिँ पुगिन्छ नेपालमा त्यो परिणाम चाहिँ भए पनि त्यो भोटिङ चाहिँ तिम्रो थर्सडे सुरु भयो भने तिम्रो थर्सडे नै हुन्छ कि लाइक रातिको 12-1 बजीतिर हुन्छ नि त्यसलाईसम्म थाहा भइसकेको हुन्छ कि कतिवटा ठाउँमा चाहिँ होइन अब कहाँ हुन्छ त्यतिसम्म पनि भएको छैन हो जस्तो लाग्यो होइन थाहा हुन्छ होला तर त्यहीको दिन त्यति जान त हुँदैन मलाई थाहा भएसम्ममा चाहिँ होइन जस्तो कि तिम्रो हुन्छ तर मेन पार्टहरूको चाहिँ चाचाहरू गर्छ होला काठमाडौँ जुन चाहिँ किनभने मलाई याद भएसम्म लास्ट टाइमको चुनावमा चाहिँ म त्यो बेला नेपालै थिएँ अनि त्यो बेलामा चाहिँ अनि यो भोटिङहरू सबै भइसकेपछि राति हामी 12-1 बजीसम्म हुन्छ नि एउटा दाइसँग गाडीमा भोट गर्छ कि जबसम्म भ्याइँदैन तबसम्म गर्ने हो अनि त्यो तिम्रो भने जस्तो नेताहरू चाहिँ त्यहीँ सकेसम्म बाहिरै बस्छ केही त्यो चलखेल नहोस् भनेर त्यो बेलामा चाहिँ रातिको 2 बजीसम्ममा तिम्रो भइसकेको थियो अब कसैको चाहिँ भोलि होला पर्सि होला जस तिमी चाहिँ भोट गर्न अब रुरल एरियाहरूको चाहिँ कलेक्ट गरेर ल्याउनु पर्यो नि त त्यो सगरमुकाममा त्यहाँ आइसिएन हुन्छ त्यो अब त्यो चाहिँ टाइम लाग्छ जस्तो काठमाडौँहरू अनि पोखरा प्लस त्यो झापा कता होइन जहाँ चाहिँ मेन छ तिनीहरूको चाहिँ अलिकति इन्ट्रेस्टिङ पनि हुन्छ चाँडो गर्छ क्या तिनीहरूले प्रो अनि के ब्याड भाइब केही ब्याड भाइब त अब विश्वयुद्ध चलिरहेछ त्यही नै होइन ब्रो तिमीलाई थाहा छ खास यसलाई विश्वयुद्ध भन्न मिल्छ नि किन भन न
यस्तो रहेछ कि खास विश्वयुद्ध चाहिँ अब तिमीले कसैले पनि तोक्दैन नि त यही दिनदेखि सुरु हो भनेर। सो जुन दिन चाहिँ तिम्रो अब एउटा ठुलो वार सुरु भयो त्यो दिनदेखि उसले गर्न थाल्छ। अनि के गर्दो रहेछ भन्दा चाहिँ यो चाहिँ प्रक्सी वारहरू भइरहेछ नि यही बेलादेखि नै तिमीले गर्ने पनि हुन्छ कि सानोदेखि सुरु पछि डिसाइड गर्छ होला कि यो टाइममा यसले आक्रमण गर्यो अनि जस्तो त्यो भनौँ न सेकेन्ड वर्ल्ड वारको त्यो राजाको कसलाई मार्यो अनि मारेपछि अनि सुरु भएको होइन त्यसरी स्टार्ट भनेर त्योभन्दा अगाडि नै धेरै भइसक्यो तर त्यही पछि चाहिँ उनीहरूले डेट चाहिँ अब जस्तो कि तर वर्ल्ड वार भनेर भन्नलाई चाहिँ तिम्रो चाहिँ कस्तो हुनुपर्छ होला भन्दा एटलिस्ट 2टा हो कि कतिवटा देश चाहिँ इन्भल्भ हुनुपर्छ होला कि त्यो चाहिँ विश्वभरि भने तिम्रो र मेरो भए मात्रै झगडा भएन कि त्यसको र तिम्रो मेरो फेरि मेरो र त्यसको सब मिलेर अनि गरेपछि चाहिँ बल्ल वर्ल्ड वार हुन्छ जस्तो लाग्छ कि जस्तै कि अब तिनीहरूले चाहिँ क्याटेगोराइज गर्दा चाहिँ जस्तै कि लाइक नेटो नै आयो भने चाहिँ त्यसरी चाहिँ 2-3वटा मिले इन्भल्भ भएर गऱ्यो भने चाहिँ अब वर्ल्ड क्या अब ठिकै छ जे भयो नि वार चाहिँ वारै हो जस्ट ब्याड भाइब चाहिँ अहिले त्यही है। आज बिहान भर्खर हाम्रो इजरायल र युएसले सामूहिक होइन इरानमा गएर पड्काइदियो सिधै पिएमै उडाइदियो है। अब के भने बुल्ली भने कि के भने त्यो बुढोलाई त्यो त अब खै के हो अब तर त्यसले अस्तिसम्म पिस प्राइजको लागि गरिरहेको थिएन एक हप्ता अगाडि भर्खरसम्म कुरा हुँदै थियो अब के कुरा मिलेन है। अब त्यो चाहिँ फेरि अर्को एउटा थ्योरी भनौँ न कन्स्पिरेसी चाहिँ यो एप्स्टिन फाइलहरूबाट चाहिँ ध्यान भड्काउनलाई चाहिँ जुन एउटा मासहरूलाई चाहिँ मुभ गराउन के त्यसमा त अब धेरै डिटेलमा डिपमा धेरै कुराहरू छ नि त ट्रम्प पनि छ सबै छ यार ब्रो। त्यो भएपछि त अनि त्यो त अलिकति ठुलै कुरा आयो नि त केही नै ठुलै चाहियो एप्स्टिन केसलाई हटाउनको लागि यहाँनिर पहिलाको नेपालको नेताहरूको चाहिँ स्टाइल चोर्यो क्या ट्रम्पले पनि अहिले एउटा केही काण्ड मचाइदिएपछि अनि शान्त हुन्छ मात्र सरी फर डिस्टर्बेन्स जस अब हाम्रो केपी ओलीबाट केही सिक्यो जस्तो लाग्यो हाम्रो ट्रम्पले होइन। अनि अब मेरो चाहिँ गुड भाइब चाहिँ के भन्दाखेरि चाहिँ अब म पनि नेपाल गएँ अस्ति होइन कति 5 हप्ता बसेर आएँ। अनि मेन गुड भाइब चाहिँ अब त्यो बिहा भयो होइन त्यही भयो धन्यवाद यार। अनि त्यही बिहा भयो नेपाल गयौँ फेब्रुअरी 4 थियो। अनि जस घर उता गयौँ अब नेपालमा घुमियो खाइयो फ्यामिलीहरू भेटियो होइन बिहा स्या भयो सबै कुरा गुड भाइबै थियो। ब्याड भाइब चाहिँ अब त्यही नेपाल गएपछि बिरामी भयो 5 हप्तामा 3 हप्ता जति त बिरामी नै भयो होइन। यार मलाई पनि तर्साइदियो मलाई नि हुन्छ कि त्यो सो एउटा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ लाइक अस्ट्रेलियामा जसलाई पनि हे फिभर छ उनीहरूलाई चाहिँ नेपालमा अलिक गाह्रो हुँदो रहेछ क्या किनभने हे फिभर भनेको तिम्रो कि त पोलेन भयो कि त डस्ट भयो नि त। सो मलाई चाहिँ डस्टले इभन मेरो काममा पनि त्यो कहिले काहीँ डस्टहरू अलिकति त्यो एसीबाट आयो भने त्यो हानिहाल्छ कि एसीहरूको हुन्छ नि। अनि त्यही भएको भएर चाहिँ अब नेपालमा चाहिँ जस माघ महिना भनेको 2-3 महिना भइसक्यो त पानी नपरेको पुरै धुलोको त्यो जमाएको छ क्या त्यो एउटा त्यो माथि क्या आकाशमा त्यही भएको भएर जाने बित्तिकै अब नेपाल गएपछि घुम्नु परिहाल्यो। अनि यसो घुम्यो सुम्यो फर्स्टको 1 हप्ता त ठिकै थियो त्यसपछि बिस्तारै वरिपरिको सबै बिरामी थियो बिस्तारै यता पनि बिरामी उता नि बिरामी हानिहाल्यो अनि त्यही हो। अनि जस ब्याड भाइब एउटा चाहिँ त्यही हो नेपाल गएर सोचेको जति पहिला जस्तो अलिकति रमाइलो भयो यार एकदम रमाइलो भयो पोटेन्सियल अप्टिमम युटिलाइजेसन चाहिँ भएन म्याक्सिमम र अप्टिमम चाहिँ भएन। अब चाहिँ ठिकै छ केही भएन देयर इज अलवेज नेक्स्ट टाइम भनेर चाहिँ यार ब्रो यार। अनि मलाई नेपालमा चाहिँ एउटा अहिले पनि होइन एकदम याद आउने कुरा चाहिँ हामी उता मनकामना गयौँ क्या सो गएको फर्स्ट विकमा गएको थियौँ। अनि अब तिम्रो यस्तो के मैले भने जस्तो भर्खरै त्यो माथि आकाशमा हेऱ्यो भने एउटा धुलोको एउटा त्यो जमिरहेको जमिरहेको छ कि काठमाडौँमा त पहिले नि थियो त्यो क्लियर स्काई कमै देख्थ्यो। तिमी माथि हेऱ्यो भने चाहिँ होइन तिमीले त्यो निलो आकाश भनेको देख्दैन क्या लाइक धमिलो छ क्या एउटा। अनि जाडो महिना छ एउटा त डुम्म छ अनि अब घामसाम नदेखिने अनि डुम्म थियो। अनि मनकामना जाँदा के भयो भन न सो तिमी मनकामना गयौ अनि हामी चाहिँ एक रात त्यहीँ बसेको कि सो एक रात त्यहीँ बस्यौँ अनि केबल कार चढ्यौँ। सो माथि हेर्दा चाहिँ अझ डुम्म छ होइन केबल कार चढेर जब तिमी माथि गयो नि माथि त होइन त्यो सिटी अबभ द क्लाउड्स भन्छ नि त्यस्तो कि सो क्लाउड सबै तल छ त्यो धुलो के क्लाउड भन्दा पनि धुलो एउटा जमेको तल छ मनकामना चाहिँ माथि के अनि त्यहाँ माथि एक रात बस्दाखेरि होइन तिमी अर्कै संसारमा क्या ब्रो लाइक तिम्रो आकाशमा निलो देखिरहेछ तिमी सनसेट देखिरहेछौ होइन त्यो छुट्टै संसार थियो क्या हो। त्यही भएर यहाँ जस्तो यहाँको मान्छे उताबाट आउँदाखेरि कति ठाउँको चाहिँ इभन जापानमा टोकियोमा नि मेरो बुढीले नि भनिरहेको हुन्छ कि उसले पनि
यस्तो आकाश त मैले जापानमा देखेकै थिएन अरे कि त्यहाँ पनि अब छ नि जे भयो नि जस क्राउडेड छ हल्का पोल्युसन त छ नि त इन्डस्ट्रियलाइजेसन छ त्यस्तो धेरै सानो छ देश जस्तो अब हाम्रो जस्तो छैन तर छ नि त्यस्तै के हुन रहेछ यहाँ हुन्छ यार मैले पनि देख्थेँ हामी चाहिँ उता डाँडातिर जान्थ्यौँ त्यो के भन्छ किर्तिपुरको डाँडा के माथिबाट चाहिँ सही देख्थेँ कि हल्का क्लियर देख्थेँ कि आकाशहरू किर्तिपुर भने चाहिँ चौबार भनेको तिमीले चौबारकै चौबारबाट चाहिँ देख्थ्यो नि त अलिअलि रमाइलो नत्र त गाह्रो छ यार हेभेनली हुन्छ त्यही अनि मनकामनामा चाहिँ अनि के भयो भन्दा राति त्यहीँ बस्यौँ होइन माथि अनि पुरै सनसेट पनि पुरै गोल्डन दामी थियो कि म यो फोटो मसँग छ म अलिअलि हाल्छु होइन बबाल थियो कि अनि त्यसको भोलि बिहान उठ्यो होइन भोलि बिहान त तिमी होइन त्यो तल पुरै बादल होइन अनि सानो त्यो लाइक तिम्रो त्यो पहाडको टुप्पो टुप्पो देख्छ नि त आइल्यान्ड जस्तो लाइक पुरै समुद्रमा सानो आइल्यान्ड देखाएको जस्तो अनि त्यसपछि 12 बजीतिर खानासाना खाएर तल फर्क्यौँ अनि तल जाँदै गर्दाखेरि त्यो अब त्यही धुलो र त्यही अब बादलको एउटा लेयर छ नि त तिमी त्यो लेयर कर्दै तल गएपछि तल त फेरि त्यही क्या लाइक डुममा क्या अँध्यारो के अनि होइन त्यो बेला मैले सोचेँ कि हे भगवान् यार त्यो तलको मान्छेहरूले त होइन जो माथि चढाएको छैन नि उनीहरूले त अझसम्म पनि त्यो अर्कै संसारमा बसिरहेको छ कि म अर्कै संसार गएर आएँ मुभीमा हुन्छ नि त्यो अब यस्तो दुइटा हेर अर्को ठाउँबाट आयो अनि अर्कोमा गयो दामी ठाउँमा गयो कस्तो थियो यार त्यो यार युटोपियन हुन्छ त्यस्तो एउटा अनि त्यसपछि बाटो चाहिँ तर वाइल्ड बिग्रिरहेको छ ए हो ब्रो यार त्यो लेन बढाइरहेको छ नि त सो लाइक तिमी 6 लेन 8 लेन बनाइरहेको छ कि पोखरातिरको त बवाल बनाइसक्यो भन्दै थियो तिमी चितवन के भन्छ नि त्यो मुगलिङ गढेर गएपछि चाहिँ एकदमै बवाल छ नारायणघाट चितवन चाहिँ बवाल बनायो तर हाम्रो यताबाट चाहिँ थानकोटबाट त्यहाँसम्म चाहिँ पुरै बिग्रेको ब्रो दुलै त्यो त पहिले 6 डिग्री के 6 लेन बनाउनु खोजेको होइन वाइल्ड यार अति गाह्रो यार म त त्यो एउटा ट्राभल गरेँ त्यसपछि चाहिँ सक्दिनँ त्यो टनेल त खुले छैन नि छैन टनेल चाहिँ टनेल चाहिँ मलाई ड्याडीले देखाउनु भएको थियो यहाँ छ भनेर तर खोलेको छैन खोलेको चाहिँ छैन त्यो खोल्यो भने चाहिँ जे तिम्रो त्यो अब त्यो उकालो जानु पर्दैन त्यो उकालो जानु पऱ्यो 9 बजी चट्ट तलबाट पास भयो दामी हुन्छ यार सही हुन्छ नेपालमा पनि विकास नभएको चाहिँ होइन तर अलिक स्लो रेटमा छ होइन भएको छ तर अलिक थोरै जेस भइरहेछ अब त्यो त्यही हो कि मेन टपिक हेर इलेक्सनमा भने कि अब यो हामीले चाहिँ त्यो प्रोजेक्टहरू वर्कहरू चाहिँ केहीले हिन्डरेन्स गर्नु हुँदैन कि त्यो चाहिँ डिफ्रेन्ट कुराहरू हो कि जस्तो एक्जिक्युसन फेज डिफ्रेन्ट हो गभर्नेन्स फेज डिफ्रेन्ट छ नि त दुइटा डिफ्रेन्ट कुराहरू हो त्यो चाहिँ इम्प्याक्ट कन्ट्राडिक्ट भएपछि चाहिँ अनि त्यस्तो प्रोजेक्टहरू रोकिने हुन्छ अनि 10 वर्षसम्मको प्रोजेक्ट 20 वर्ष लाग्दिन्छ होइन एउटा पार्टी आउँछ अर्को त्यो खास हुन हुँदैन कि त्यो चाहिँ दुइटा डिफ्रेन्ट कुराहरू हो क्या पोलिसी मेकिङ र जुन एक्जिक्युसन हुन्छ नि एक्जिक्युसन त्यो चाहिँ मिलाउनु नेपालमा त्यो सिस्टम चाहिँ अलिकति मिलेको छैन कि त्यसले गर्दा धेरै नत्र के छ र त्यो जापानमा सबै तिम्रो नेपालको जस्तै हो कि त्यो जुन टोपोग्राफी भनौँ न त्यस्तै छ ब्रो इमेजिन गरेँ त्यही भएर जापानमा मैले ड्राइभिङ गरेँ कि आदि गरेँ टोकियोदेखि ओसाकासम्म होइन त्यो सही मजा आयो कि त्यो चाहिँ अब यहाँ पनि गरिन्छ तर यहाँ त अब बोरिङ ड्राइभिङ हुन्छ नि त यहाँ त कस्तो फ्ल्याट हुन्छ केही हुँदैन त्यहाँ चाहिँ नेपालको जस्तैमा सरर टनेलहरू बाटो चाहिँ सही स्मुथ अनि सोच न इमेजिन गरेर कस्तो बवाल मजा आउँछ डाँडाहरूमा होइन त्यस्तै तर बाटो सबै अरू चाहिँ बवाल के बाटो बवाल टनेल पनि सुट गइरहेको त्यहीँबाट कहाँ घुम्न परेको छैन होइन जाम छैन हो त्यस्तै कि अब त्यो बनाउन सकिन्छ नि त बनाउन चाहिँ सकिन्छ पैसा हो पैसा तिम्रो होइन स्टेबल छ सबै कुरा छ भने चाहिँ पैसा पनि इन्भेस्ट गर्ने मान्छेहरू सबैले गर्छ हो यार तिमीले भनेपछि बल्ल याद आयो जापान ठ्याक्कै नेपाल चाहिँ किन भन न टोपोग्राफी छ कि टोपोग्राफी पनि छ इभन तिम्रो अर्थक्वेक पनि जापानमा पनि आउँछ नि त लाइक नेपालमा आउने जस्तै आइरहेको त्यो त जापान त्यो रिङ अफ फायर भन्छ त्यसलाई त्यो यस्तो हुँदै जान्छ त्यो चाहिँ जापानबाटै जान्छ कि जापान इन्डोनेसिया हुँदै नेपालबाट नि त्यही त भनेपछि हाम्रो झन् सबै कुरा मिल्छ होइन यदि जापानले गर्न सक्छ भने नेपालले पनि सक्छ तर अब जापानिजहरूको मेन्टालिटी फेरि डिफ्रेन्ट हुन्छ त्यही हो सबभन्दा मेन कुरा भनेको मेन्टालिटी हो र त्यहाँ जनता चाहिँ कस्तो हुनुपर्छ भन्ने कुरा हो कि मैले सुनेको त होइन ब्रो जापानमा त के भन्छ यो बर्थ रेट लाइक 0 छ अरे हो त्यस्तो अहिले त लास्ट घट्यो भने अहिले
म जाँदाखेरि बुढो र बुढो, कि बच्चा बाहेक बुढो बाहेक देखिनँ कि मैले त्यसले भन्नाले कमै देखेँ कम्पेरिटिभली कि बुढाहरू चाहिँ लास्ट बुढा जस्तो बुढा होइन काम गर्ने फोहोर यत्तिकै उठाउँदै कि ढाड बुढै बाँगेर भैँमा छुन लागिसक्यो यस्तो भएर होइन तिनी उठाइराखेर कि फोहोरहरू ब्रो अनि होइन मैले एउटा कुरा बुझेको चाहिँ होइन सो मान्छेहरूले त्यो युजली लाइक 60, 69, 65 त्यो रिटायर लिन्छ नि होइन खास रिटायर लिन्छ नहुने रहेछ क्या तर भन्न खोजेको तिमी बुढेसकालमा पनि काम गर्नुपर्छ भने चाहिँ होइन तर इन्गेज हुने तिमी केही न केहीमा इन्गेज हुनुपर्छ कि बरु तिमी काममा नगए पनि घरमा भयो भने गार्डनिङ गर होइन लाइक जे भयो भने कि तिमीलाई के इन्ट्रेस्ट छ पेन्टिङ होला होइन त्यसपछि तिमीलाई अब यो घरतिर अरू के गर्न मन लाग्ला होइन जस केही न केही गरिरहनुपर्छ कि अनि संसारको सबभन्दा बढी बाँच्ने एउटा इटलीमा छ होइन एउटा इटली मैले ठाउँको नाम बिर्सेँ इटलीमा छ जापानमा छ अनि उनीहरू चाहिँ होइन त्यो लाइक तिम्रो खानेकुरादेखि लिएर खानेकुरा हेर्ने हो भने हामीले जतिकै खाइरहेको हुन्छ तर उनीहरूको हेल्दी छ अब अभियसली होइन तर मेन चाहिँ काम के लाइक तिमी त्यो काम चाहिँ कहिल्यै छोड्दैन कि उनीहरूको रिटायर भनेको चाहिँ छैन फिजिकल एक्टिभिटी केही न केही चाहिँ गरिराखेन कि त्यो चाहिँ अनि गर्नुपर्ने रहेछ है हाम्रो नेपालमा चाहिँ कस्तो बानी भयो भन्दा 60-65मा रिटायर भयो त्यसपछि घरमा त्यो सुतेर बस्यो त्यसपछि रोग लाग्न थाल्यो कि अनि बिस्तारै होइन रोग लाग्यो बिपीसिपी लाग्यो ग्यास्ट्रिक भयो अनि त्यो त्यो तिमीलाई त्यसमा पनि धेरैवटा फ्याक्टरहरूले इम्प्याक्ट पार्छ नि त जस्तो तिमीले कन्ज्युम गर्ने खानाहरू चाहिँ कस्तो छ त्यसले नै तिम्रो बडीको चाहिँ रियाक्सनमा नि अब तिमी मोटाउँदै अब्सेस हुँदै गयो अथवा केही भयो लेजी भयो अब काम गर्नै सक्दैन मनै लाग्यो त्यो शरीरै हुन्छ नि थकित हुन्छ भने जस्तो हुन्छ नि त्यो खानेकुराहरूले इम्प्याक्ट पार्छ क्या त्यो सुगरहरूदेखि लिएर एभ्रिथिङले त्यसले गर्दा चाहिँ अब पहिलाको मान्छेहरू कस्तो थियो अहिले कस्तो भयो लाइफस्टाइलै चेन्ज भइसक्यो होइन धेरै कुरा भइसक्यो त्यसले गर्दा चाहिँ मान्छेहरू त्यो अब चाहे पनि अब सक्दैन भने जस्तो भइसक्यो कि होइन मेन्टल्ली चाहिँ गिभअप गर्ने बुढो भइसक्यो अब मेन्टल्ली गिभअप गर्ने भइसक्यो कि धेरैले कसो सो अब हाम्रो पनि यो इयरमा चाहिँ सकेसम्म एकचोटि जापान जानु चाहिँ मन छ होइन जानुपर्छ बहुत मस्त अब एकचोटि ट्राई चाहिँ गर्नु मन छ होइन यो तर फेरि जापान चाहिँ एकदमै टुरिस्टी टाइप अब जहाँ चाहिँ तिम्रो हाइप एकदमै धेरै हुन्छ तर सर्टेन ठाउँहरूमा गयो भने चाहिँ तिमीले चाहिँ त्यहाँको चाहिँ अथेन्टिक कुराहरू चाहिँ हेर्नुपर्छ मलाई चाहिँ त्यही अब खास त्यही हो मेन त अब त्यो ठाउँ हेर्ने भइहाल्यो घुम्ने भइहाल्यो अनि खाना के लाइक खाना त जापान गएर तिमीले खानालाई चाहिँ तिमीले त्यहाँको चाहिँ इन्भेडर गर्न चाहिँ के भन्छ त्यो डुब्ने क्या त्यसलाई त्यहाँ सकेन भने त कामै हुँदैन त्यो वेस्ट हुन्छ कि कसैसँग वेस्ट अफ मनी हो त्यो त्यसपछि अनि नेपालमा मेरो अर्को एउटा गुड भाइब एउटा चाहिँ ट्याटु हान्न पाएँ फेरि एकचोटि होइन हो ब्रो यार साँच्चै यार ट्याटु चाहिँ तिम्रो त्यो अब अस्ट्रेलिया महँगो छ होइन नभए त यहाँ पनि हानिन्थ्यो होला अब जति मैले हाने त्यति मैले यहाँ हाने पनि मलाई कम्तीमा 1500-2000 मलाई कन्ट्याक्ट दिइराख न यो म भन्छु ल गरे पनि अब केही गरी इनकेस भयो भने होइन गर यार जेस त्यही अनि एउटा ट्याटु हान्यो अनि त्यसपछि नेपालमा चाहिँ जहिले रमाइलो यार लाइक मलाई नेपालमा अहिले सोच्यो भने एकदम मिस हुने चाहिँ शानदार थाहा छ यार कस्तो मिठो यार मिठो छ नि कस्तो त्यो त मैले त्यो जब शानदार अहिले जुन हाइप छ नि त्यो नहुँदाखेरि नै खान्थेँ क्या व्हाइट हाउसको त्यो पुरानो बानेश्वर र नयाँ बानेश्वरको बिचमा त्यो एउटा बाटो अब त्यो एक्ज्याक्टली ठ्याक्क व्हाइट हाउसको साइडतिर थियो एउटा भर्खर खोल्यो त्यो बवाल मलाई शानदार भयो अनि हाम्रो एभरेस्ट भयो होइन कस्तो यिनीहरूले त्यो लाइक अब ब्रान्च छ होइन तै पनि अब कस्तो राम्रो क्या त्यो लाइक सेम छ सबतिर तिमीले टेस्ट गरेर म 2-3 ठाउँमा गएर हेरेको कस्तो राम्रो हो अनि त्यो बाहेक अब नेपालमा अब धेरै सोचेर गएर होला धेरै ठाउँ चाहिँ मलाई त्यति साह्रो पहिला जस्तो त्यो टेस्ट लागेन है कतिवटा ठाउँहरू जस्तो 2-3वटा ठाउँहरू चाहिँ शानदार एउटा भयो होइन अनि सस भयो त्यो एउटा गएको त्यो पनि दामी थियो अनि अब भाउजू त्यो एउटा त भइहाल्यो जहिले बेस्ट भाउजू भने चाहिँ हाम्रो त्यो पाटनको भाउजूको पट्टि छ कि भर्खर हेरेको थियो भिडियो दामी छ म त जहिले गएँ नि त्यहाँ त त्यसको एड्रेस त्यस पछिको जुन मोमो हुँदैन त्यो एड्रेस थाहा छ तिमीलाई कुन शानदार त्यो भिडियोमा होइन त्यो मैले हेरेको छैन हेर थाहा भयो मलाई भन न है तिमी त्यतै त हो नि होइन म तिमीलाई पठाउन नत्र हो मैले त्यो खोजेको भेटेन कि नाम त्यहाँ भनेर हिँड्दैछ त्यो बाहेक अनि अरू अब धेरै कुरा ठाउँमा गयो तर खोइ किन योपालि त्यति कति ठाउँमा चाहिँ त बुझेन कि लाइक घट्यो होला होइन के होला त्यही हो जस नेपाल सधैँ रमाइलो हुन्छ त्यही एउटा गाह्रो चाहिँ ट्राभल गाह्रो है ब्रो ट्राभल त अब ब्रो यार म नेपालमा ठ्याक्क घर छोडेको 9:30 बजे
यहाँ पुग्नुन्जेलसम्म मलाई ठ्याक्क 29 घन्टा लागेको कि लाइक क्यानब्रा सिडनी त होइन क्यानब्रा पुग्नुन्जेल के 29 घन्टा लागेको कि 6 घन्टा ट्रान्जिट थियो ए 6 घन्टा ट्रान्जिट 6 घन्टा ट्रान्जिट ठुलो इन्फर्मेसन हो नि त्यो 29 घन्टा क्या ल 6 घन्टालाई 3 घन्टा राखे पनि तिम्रो 24-25 घन्टा भनेर त तिम्रो 12 घन्टा जस्तो ट्राभल टाइमै हुन्छ भनेर प्लेनमै टाइम 12-13 घन्टा गइहाल्छ 5-6 घन्टा 18 घन्टा भयो क्यानबेरा 3 घन्टा भयो होइन क्यानबेरा त त्यहीँको त्यो सिडनीबाट क्यानबेरा त यहीँको यहीँ जस्तो लाग्छ यहाँबाट जाँदा चाहिँ टाइम धेरै लाग्छ कि तर आउँदा चाहिँ चाँडो हुन्छ नि तिमीले याद गरेछ कि नै 2.5 घन्टामा आइपुग्छ नर्मल्ली जस्ट हाम्रो क्यानबेरामा पनि एउटा एटलिस्ट अब अहिले कुरा गर्दैछ कतार भयो नि होइन कतार नभए यहाँ हाम्रो बाली सिङ्गापुर भयो नि ब्याङ्कक भयो नि एउटा डाइरेक्ट फ्लाइट चाहिँ चाहियो है बालीको छ नि भयो ए बाली छ अनि ल थाहा छैन नभए त त्यहाँबाट ए होइन बालीबाट त गाह्रै पर्छ नि बालीबाट पनि जाँदैन नि नेपाल जान्छ र डाइरेक्ट ए त्यसरी भनेको लागि त्यो त थाहा छैन तर बाली चाहिँ छ कि अहिले सुरु गरिसक्यो त्यो त हो होइन त बाली त कामै भएन नेपालको लागि चाहिँ बाली होलिडे गर्नुको लागि चाहिँ सुरु गरिसक्यो रिसेन्टली हो धेरै भएको छैन जस हाम्रो एउटा कतारको चाहिँ कुरा हुँदै थियो तर आज फेरि त्यो अब नेपाल एयरलाइन्सले भनेको थियो नि यार होइन र पहिला के भयो त्यो कुरा वर्ष भइसक्यो यार त्यो कुरा छोड्दो त्यो कुरा मैले चपाएर छोड्दिएँ अहिले याद आयो तिमीले भने बिर्सेको त्यो के भयो यार त्यो त्यो हाम्रो एउटा फेमस सेलिब्रिटी क्याप्टेन छ नि उसले लिएर आएको त हो नि के हो ब्रो त्यसको नाम विजय लामाले नै सिधै उसले लिएर आएको हो नि त यो एउटा त फर्स्ट ट्राई गरेर अनि होइन त्यो त एप्रोच भएर अब के भइसक्यो अब हुने आउने भयो भनेर जस फाइनलतिरै पुग्यो जस्तो लाग्छ के भइरहेको छ ब्रो फेरि गभर्मेन्ट चेन्ज भयो फेरि त्यही त गभर्मेन्ट चेन्ज भयो पोलिसी चेन्ज हो के भयो यार नि त्यही भयो अनि अब ब्रो तिमी नेपाल गएर चाहिँ के छ प्लानिङ लाइक खास कि मैले केही त्यस्तरी सोचेकै थिएन यार किनभने म बिजी भइरहेको थिएँ अब 1-2 दिन बाँकी छ अब त्यही हो पहिला सुरुमा त घरै बस्ने अलिकति अनि गयो भने चाहिँ मलाई अलिकति ब्रो 4 हप्ता म 4 हप्ता भने कति दिन हुन्छ जस म 25मा फर्किने हो 5मा जाने 20-22 दिन 3 हप्ता भन्दा 4 हप्ता ए जस ओभरअल मेरो बिदा चाहिँ 4 हप्ता हो 1 महिनाको ठ्याक्क तर म आउँदा जाँदा बिचमा अनि अलिकति 28मा हेर आइपुग्ने 28मा 29मा आइपुग्ने हो 28 भनेपछि जस तिमी 3 हप्ता भनौँ न त्यस्तै भनौँ न तिमी खास जान लागेको चाहिँ मेन चाहिँ के मेरो भान्जाको व्रत भन्दा पनि थियो छ होइन अनि त्यो हो त्यही हो त्यो हो अनि यतिकै पनि धेरै भएको थिएन आएको सो तिमी चाहिँ उता जान्छौ अनि काठमाडौँबाट चाहिँ अनि लाइक चितवनमा फ्लाइट लिएर जान्छौ कि होइन त्यही म गाडीमै जान्छु ए त्यहाँ मेरो ससुराली त्यही त हो नि नैकापमा बस्छु बुवा मम्मीहरू पनि जानुहुन्छ नि त सँगै त्यो दिन अब अभियसली जहाँ गइन्न होला त्यो चुनावको भोलिपल्टै हो जाने कुरै भएन चितवन भोलिपल्ट पनि हेरौँ अनि भोलिपल्ट नि हेरेर अब भयो भने अनि जाउँला नि त्यो दिन त घुम्न नि निस्किन नि पाइँदैन यार त्यो चुनावको माहौल हुन्छ कि अलिकति गाह्रो पर्छ कतै अब जितको खुसियाली होला कतै हारको होइन तनाव छ त्यो मुड स्विङ भयो जस्तो त्यहाँ स्विङ हुन्छ त्यो ह्यान्डल गर्न गाह्रै हुन्छ यार अब हामीलाई फेरि गाह्रो हुन्छ कि अब हामी त्यो माहौल छैन माबाट धेरै अलिक भन्नाले ग्याप भइसक्यो नि त अब भिडभाड हल्ला हुल्ला अनि त्यो जे पाएदै हुन्छ नि अलिकति ऱ्यान्डमनेस धेरै भएको के अरे मलाई चाहिँ होइन ब्रो म काठमाडौँमा गएपछि मलाई फर्स्टको 1 हप्ता जति त मलाई त्यो भिडभाड क्या रमाइलो लाग्यो कि लाइक अब क्यानबेरा रमाइलो हो तर क्यानबेरा त क्वाइट थियो नि त त्यहाँ गएपछि त त्यो एउटा त्यो के भन्छ कलर के लाइक त्यो वरिपरि तिमी जहाँ गयो नि पसल होइन जहाँ गयो लाइक मोमो पसलदेखि लिएर वरिपरि सबै पसल मान्छेहरू सबै होइन तल आउने कुरा गर्ने होइन फेरि उताको अब यहाँ विदेशीहरूलाई पनि त्यही रमाइलो लाग्ने त हो नि तर 1-2 हप्तापछि चाहिँ अलिकति त्यो ठाउँमा जाँदाखेरि चाहिँ नर्मल टाइममा गयो भने रमाइलो तर त्यो चुनावको माहौलको बेला छुट्टै हुन्छ नि त फेरि त्यहाँ दुईटा अब के दुईटा झडप भइदियो अनि त्यहाँ के गर्ने दुईटा पार्टीको तिम्रो झडप भइदियो भने हिँड्दै बाटो त्यो टाइम चाहिँ अलिकति तनावग्रस्त मलाई त इभन म नेपालमा हुँदाखेरि पनि त्यो डर थियो कि लाइक यिनीहरूले बन्द गरिदिएर यताउता भनेर धन्न के पनि भएन
अनि मैले चाहिँ जस योपालि चाहिँ अब धेरै त होइन म जाँदाखेरि त्यति साह्रो एक्टिभ भएको थिएन भर यो चुनावको प्रचार प्रसार सुरु भएको थियो अनि मान्छेहरू चाहिँ आएर नमस्ते समस्ते होइन माथिको यस्तो कोसियामा बसेर हेर्नुपर्छ यस्तो आउँछ नमस्ते कुनमा पर्छ ललितपुर होइन ललितपुर वडा नम्बर 2 हो नाम चलेकै छ खोइ योपालि त मलाई थाहै छैन यार थाहै छैन खोइ के भनेको थियो अघि नै मम्मीले भन्नुभएको थियो नामै बिर्स्यो त्यति साह्रो त्यो चलेको ठाउँमा कोही पनि आएको छैन मैले त बुवालाई सोधेको कुनमा हाल्ने भनेर त्यो धरानको के अरे साम्पाङ त्यसकोमा हाल्ने भनेको कोही छैन अरे त्यसको पार्टीको त कोही छैन यहाँ त्यो रिप्रेजेन्टेटिभ उसको उतातिरको होला फोकस होइन अन्त ब्रो मलाई एउटा चाहिँ होइन के भयो भन्दाखेरि चाहिँ अनि अरे यार आई थिङ्क सुमना कार्की थियो यसलाई है जस सुमना कार्की डक्टर थियो नि ऊ पाटनको डक्टर पनि हो नि त पहिला अनि यही रासोपामा थियो अनि त्यो उसले छोड्यो यसलाई अनि ऊ थियो नि अर्को 2-3 जना अरू पनि थियो होइन जस अनि अब आयो अनि यसो नमस्ते गर्दै अनि यस्तो हाँस्दै भोट दिनु र भन्छ होइन ए भगवान् सबभन्दा फर्स्ट तँलाई मैले 5 वर्षमा एकचोटि देख्छु होइन जहिले देख्ने भनेको टिभीमा होइन आएर तँलाई नमस्ते गर्दै म कसरी भोट दिनु यार कस्तो के भन्नु यार यो त है होइन त्यो मैले अहिले त्यो पनि हो होइन मैले अहिले अनि मैले अघि तिमीले भनेदेखि मैले यतिकै हेरिरहेको थिएँ कि त्यहाँ यसो होइन सबै पार्टीहरूको मेनिफेस्टोहरू के रहेछ भनेर समराइजमा अनि यसो सोचेँ होइन अनि अब तिमी मानव नेपाली त्यहाँको होइन नआएर होइन तिमीले अब कसलाई दिने भन्ने त त्यो एउटा डिलेमा हुन्छ नि अब डिलेमा त हुन्छ कसरी त के आधारमा दिने त भने उसलाई त्यो तनाव छ कि फेरि त्यही त अरे ब्रो कसैले केही अब कसैले चाहिँ एकदमै भनिसक्यो होइन सबको त्यहाँ हेऱ्यो भने अहिले हामी इन्डिभिजुअली हेर्ने हो भने होइन भन्नाले एउटा समराइज भ्यूमा हेऱ्यो नि सबैको उस्तै छ कि सिमिलर छ क्या होइन त्यो भएपछि के हुन्छ थाहा छ कसलाई घाटा हुन्छ थाहा छ त्यो भएपछि नयाँ पार्टीहरूलाई घाटा हुन्छ कि किनभने तिम्रो दिमागमा पुरानो नामहरू नै बसिरहेको कि चाहिँ अहिलेको ट्रेन्डमा हेर्ने हो भने पपुलरिजममा जान्छ बालेन त्यो अब त्यही स्वतन्त्र पार्टी भन्ने नै पपुलर छ बिग डियो जताततै छ प्रोपागान्डा जस्तै हो क्या पहिलाको पुरानो जमानामा भन्थ्यो नि सेम हो त्यो चाहिँ एउटा दिमागमा एउटा छुट्टै स्ट्रेस हुँदैछ कि त्यहाँ गएपछि अनि अब कसलाई दिने झ्याप काङ्ग्रेस भन्ने नाम सुनिरहेको अब बच्चैदेखिबाट थाहा भइरहेको त्यसैमा हानिदिन्छ होला नि कि कतिले त कन्सियसनेस थियो ब्रो मैले होइन कम्प्रिहेन्डै गर्न सक्दैन कि कति कुराहरू मैले एक ठाउँमा सुनेको होइन मैले बिर्सिएँ मैले त्यो अस्ति 2-3वटा पोडकास्ट सुनिरहेको थिएँ अनि त्यसमा त अब ल काठमाडौँतिर अलिकति एजुकेटेड ठाउँतिर त ठिकै छ होइन अब भनौँ न तिम्रो माथि अब रुकुमसुकुमतिर होइन त्यहाँनिर त के भन्छ सूर्य भनेको त भगवान् हो तपाईँले त सूर्यलाई भोट हाल्नुपर्छ भनेर पनि भन्छन् अब त्यहाँ बुढाबुढी त डराउँछ नि त हो त अनि यसो हेऱ्यो ए ल सूर्य भने गाई कसको छ गाईले जित्छ होला त्यहाँ त हो त्यही के गाई होइन सूर्य रुख भयो गाई त प्रजातन्त्र पार्टीको होइन जित्छ होला गाई त हाम्रो माता हो भनेर होइन भन्यो भने त उनी त डराइहाल्छ नि अनि तिमीले सिम्पल ह्युमन साइकोलोजी हो कि तिमी अब त्यो ठाउँमा तिम्रो दिमागमा सोचाइहरू नै त्यसरी नै बसेको हुन्छ होइन हामीले अब चप्पल लाएर भगवान्को कोठामा छिर्यो भने पाप लाग्छ होइन सिम्पल कुराहरू हुन्छ नि अब कति कुराहरू कि अब हात धोएर गएन भने पाप लाग्छ होइन नुहाएर गएन भने पाप लाग्छ होइन त्यो अब कतिवटा बिलिफ हो त्यो बिलिफ हो नि हाम्रो रुटेड छ क्या त्यो त्यसलाई चाहिँ हो अब जसले नि त्यसलाई चाहिँ युटिलाइज गर्न सक्छ एउटा आफ्नो फेभरमा त्यो चाहिँ मोडर्न वारफेयर हुन्छ नि त्यो टाइपको भयो ब्रो त्यो त साइकोलोजिकल अनि ब्रो म एउटा भन्छु होइन हाम्रो एउटा भनेको वेपन हो हाम्रोमा एकजना मान्छे हुनुहुन्थ्यो म भन्दिनँ को भन्दैन एउटा मान्छे हुनुहुन्थ्यो हाम्रोबाट पहिला उठ्नु भएको थियो कि त्यो बेला चाहिँ म नेपालमा थिएँ भने चाहिँ आजभन्दा ठ्याक्कै 7 8 वर्ष अगाडि नेपालमा थिएँ अनि त्यो दाइको स्ट्राटेजी चाहिँ के रे भन न सो तिम्रो भोटिङ जहाँ भइरहेको छ नि होइन त्यहाँ जाने अनि त्यहाँ गएर युजली बुढाबुढीहरू के अब यङहरू त नहोला बुढाबुढीकोमा चाहिँ गएर होइन साइडतिर गएर हुन्छ नि उसले चाहिँ आफ्नो त्यो चिन्ह छ नि उसको बारेमा भन्ने कि अब मैले बिर्सिएर 7 वर्ष अगाडि सपोज भनौँ कि ल ग्लास भनौँ होइन अहिले ल सपोज ग्लास भयो भने चाहिँ जाने अनि ग्लास एक्ज्याक्टली हो यो त नेक्स्ट लेभल त्यसले होइन त्यसले मलाई रियलमा भनेको कि त्यही हामी त्यही दाइसँग अब पहिलादेखि भेटेको अनि ग्लास भनिन तिम्रो सबकन्सियस माइन्डमा छ नि त बुढाबुढीहरू त कन्फ्युज होला होइन उसलाई त अब तिमीले भने जस्तो अब यति धेरै त्यो म्यानिफेस्टो छ कि आइडिया हुन्न यसो भित्र गएर हेऱ्यो अब ग्लास सबकन्सियस माइन्डमा छ उसले जे देख्यो त्यसमा हान्थ्यो नि त एउटा दुइटा भोट बढी आयो भने त साइकोलोजी हुन्छ इभन ल तिमीले अब
अलि एज भइसकेको बुढाहरूको त अब दिमागले अब तिमीले 1000वटा कन्टेन्टहरू कन्ज्युम गरिरहेको हुन्छ त्यो दिमागमा बस्दैन, जे फ्रेस छ त्यही मात्र बस्छ के। सिम्पल रोग लागु नि हुनसक्छ नि, कति डायग्नोसिस नभएको हुन्छ तर नेपालमा, तर भइरहेको हुन्छ नि त्यो रोगहरू। हामीलाई त बाल निबेन्से सिमेन्सेहरू नेपालमा कसले मतलब हुन्छ कसैले मतलबै हुँदैन। ए बुढा बुढो भइसक्नु भयो याद हुँदैन कि भन्ने हुन्छ होइन। अनि भर्खर जे सोच सुन्यो त्यही नै हुन्छ कि हो, हुन्छ साइकोलोजी पनि हुन्छ त्यो। अनि त्यो दाइले त्यो भन्दाखेरि चाहिँ ओहो यार बा चुनाव भने चाहिँ यो एउटा राजनीति भने त डेन्जर कुरा रहेछ कि। हामी त टपको एउटा लेभलमा छौँ कि अनि त्यही हो यार। यो त माइक्रो एनालाइसिस गऱ्यो भने तिमीले धेरैवटा चाहिँ सानो सानो कुराहरूले चाहिँ इन्फ्लुएन्स गर्न सक्ने हुन्छ क्या त्यो गेममा क्या। त्यो चाहिँ सबै ठाउँमा मार्केटिङदेखि लिएर बिजनेस मार्केटिङदेखि एडहरू हेर होइन, सबैतिर लागु हुने कुराहरू के। तिनीहरूले कसरी युज गरेर हुन्छ, सिम्पल कलरदेखि लिएर साइनदेखि लिएर डिजाइनदेखि लिएर लोगो होइन, सिम्पल प्रिन्ट फन्टहरूदेखि लिएर सब कुराको एउटा साइकोलोजीले दिइरहेको हुन्छ कि मान्छे। मैले अस्ति न ब्रो यार एउटामा मैले एक्ज्याक्टली बिर्सेँ यार, जस 2-3 महिना अगाडि सुनेको के थियो यार, एउटा मुभी कि के थिएमा होइन, मुभी थियो कि के थियो कि एउटा जस पपुलर कुरा थियो। त्यसमा चाहिँ हरेक कति मिनटमा उसले एउटा मात्रै फ्रेम होइन पेप्सी हो कि के हालिदिँदो रहेछ, एउटा फ्रेम के द्याट्स इट के। तिमीले होइन त्यो हेरेको तिमीमा चालै पाउँदैन क्या, तर तिम्रो त्यो सबकन्सियस माइन्डमा गएर बस्छ कि। मैले बिर्सेँ यार त्यो, म यो कुरा भन्छु। यो ट्रिकहरू चाहिँ मेन्टलिस्टहरू हुन्छ नि तिनीहरूले युज गर्ने ट्रिकहरू नै हो कि एउटा काइन्ड अफ। तिमीलाई नम्बरहरू यता यता ब्याकग्राउन्डमा देखाइरहने, एउटा नम्बर सोच भन्ने होइन, त्यही दिन नम्बरमा आइरहेको हुन्छ नि त सबकन्सियसली, त्यो हुन्छ डेन्जर छ यो। तर अलि नेपाली पोलिटिसियनहरू पनि होला, तर त्यो लेभलसम्म चाहिँ अलिकति पुगेको छैन कि जस्तो लाग्छ मलाई। त्यही पनि कन्सियसली अनकन्सियसली गरेर हुन्छ भइरहेको हुन्छ, त्यो गर्छ होला। अब योपालिको हाम्रो 21 फागुन होइन, यो आउने बिहिबारको चुनावको लागि चाहिँ सबैजनालाई एउटा आग्रह चाहिँ होइन, योपालि चाहिँ एउटा नयाँ मात्र नहुने एउटा राम्रोलाई चान्स दिनु होइन। नयाँ मात्र भन्दिनँ अब जस राम्रो, किनभने पहिलाकोले त अब चान्स दियो नि त हामीले होइन, कतिलाई 20 वर्ष दियो, कतिलाई 30 वर्ष दियो होइन, लाइक कतिले 50 वर्ष गर्ने पनि छ। तर मेरो पर्सनल एक्सपिरियन्स म चाहिँ खासै बुढो त होइन, मैले त्यस्तो एक्सपिरियन्स छैन। तर म चाहिँ किन भन्दा तिमी म भनेको चाहिँ हामी चाहिँ माओवादीको चाहिँ स्टार्टिङ फेजबाट चाहिँ हुर्केको मान्छे हो नि त। अनि पुरा मेरो स्कुललाई पड्काएको मेरै खुट्टा अगाडि बम थियो टुक्रा थियो क्या कसमली भने पड्किसकेपछि भोलिपल्ट जाँदाखेरि भेटेको थियो कि हामीले। अब त्यो होइन, तर त्यो चाहिँ एउटा नयाँ चेन्ज आयो है भनेर कस्तो हुन्छ नि, अब केही के हुन्छ भन्ने एउटा अनि भन्दा मैले चाहिँ माओवादीले नराम्रो भन्न खोजेँ होइन कि, तर एउटा चाहिँ नयाँ इनर्जी आयो, नयाँ चेन्ज आयो भनेर हामीले नयाँ गऱ्यो, फेरि त्यसबाट केही पाएन कि होइन, डिजायर आउटकमहरू केही पनि आएन होइन। जे चाहिँ प्रमिस गरेको थियो अथवा मिनिमम पनि एउटा चाहिँ नेपाली एभ्रिवेयर इकोनोमीदेखि लिएर सबलाई चाहिँ अलिकति राम्रो ठाउँमा ल्याउन सकेको भए चाहिँ हुन्थ्यो होला। तर त्यसले गर्दा चाहिँ अब झन् के भयो भन्दा नयाँ भनेर नि के गर्ने भने जस्तो नि आयो। पुरानोहरूले नि फेरि प्रमिसिङ कुराहरू गरेर आउँछ सधैँ। काङ्ग्रेसको पनि नयाँ टिम हो फेरि होइन, अहिले टिमहरू नयाँ खान्छ त्यसको। जस गगन थापाको नयाँ लिडरसिप छ। अब मलाई थाहा छैन गगन थापाहरूको बारेमा चाहिँ, जस हाम्रो योपालि चाहिँ नयाँ र यसरी राम्रोलाई चान्स दिएर हेरौँ है। अब नयाँ हाम्रो बालेन शाहदेखि लिएर रवि लामी छानेदेखि लिएर अब अरू पनि छन् धेरैजना आइकनहरू। मैले चाहिँ चुनावको चाहिँ के लाग्यो भन्दा यो चाहिँ खास एउटा चाहिँ हामीले चाहिँ एउटा सर्टेन कुराहरू चाहिँ नन नेगोसिएबल हुनुपर्छ कि। नन नेगोसिएबल भनेको चाहिँ हुँदैन भनेपछि हुँदैन के भन्दा ट्रान्सप्यारेन्सी होइन, ट्रान्सप्यारेन्सी एकाउन्टेबिलिटी तिनीहरू चाहिँ जो भयो नि के, जसले चाहिँ त्यो चाहिँ फिक्स एउटा चाहिँ दिन सक्छ त्योलाई नै हो कि दिने भनेको। नत्र नर्मल तिमीले पार्टीहरू सबैको मेनिफेस्टो हेर्ने हो भने सबकोमा सिमिलर हो कि, त्यही जिडिपी बढाउने, फ्री हेल्थ सर्भिसहरूमा इम्प्रुभ गर्ने, इलेक्ट्रिसिटी बढाउने, रोजगारी दिने तिर्ने हो कि, बाटोहरूको इन्फ्रास्ट्रक्चरहरू बढाउने होइन, आफैमा अलिकति एग्रिकल्चरहरूलाई चाहिँ अलिक विकास गराउने, करप्सन हटाउने भनेर भन्न त सधैँ भनिरहेको सधैँ एउटै कुरा भएर त्यो भन्नाले हटाउने भन्ने त्यो चाहिँ त्यहाँसम्म पुग्ने भएन कि करप्सनै नहुने। तर चाहिँ
कहाँनिर गएर चाहिँ यिनीहरूले चाहिँ चेन्ज गर्ने जे गरे पनि ट्रान्सप्यारेन्ट हुने होइन ट्रान्सप्यारेन्ट हुन पऱ्यो क्या सबै कुराहरू र एकाउन्टेबल हुन पऱ्यो कि जस्तो अब गर्छौँ भनेर 5 वर्षमा 2 वर्षसम्म चाहिँ झुलाएर यत्तिकै हल्लाएर यताउता त्यो एयरपोर्ट बनाए जस्तो इन्टरनेसनल एयरपोर्ट बनाएर होइन भ्यू टावर 10वटा बनाइदियो 15 करोड त्यहाँ भ्याइदियो होइन 20 करोड यता भ्याइदियो 50 करोड यता रोन भनिदियो त्यो चाहिँ कहाँ गयो कसरी गयो कहाँ गयो कति खर्च भयो होइन डेली लन्चदेखि लिएर हुन्छ नि एभ्री कुराहरूको हुन्छ नि जस्तो स्टाफहरूले लन्च खाएको होइन अथवा के हो होइन यति सामान लिएर आएको भन्ने सिम्पल कुराहरूदेखि ट्रान्सप्यारेन्ट हुन पऱ्यो कि अनि एकाउन्टेबल हुन पऱ्यो कि फेरि त्यो गरेर जसले उसले चाहिँ हो यो मैले गरेको हो यो मेरो गल्ती हो भनेर चाहिँ एक्सेप्ट गर्नु पऱ्यो र उसले चाहिँ त्यसको चाहिँ जे हुनुपर्ने हो त्यो कन्सिक्वेन्सेसहरू बिहोर्न सक्नु पऱ्यो कि त्यो जसले गर्न सक्यो तिनीहरूलाई नै दिन पर्ने हो तर त्यो चाहिँ अब छैन क्या नेपालमा ब्रो तिमी होइन अहिले भोटिङमा नेपालमा भएको भए चाहिँ के हुन्थ्यो नि लाइक मैले मत दिन्छु त्यस्तो छैन अब त्यस्तो त मैले अब सबै हेर्थेँ मलाई अब त्यो मैले त्यो डिप रिसर्चै गरेन किन भन्दा मैले अब दिने नै छैन तर मैले हेर्दाखेरि पनि अब मेन कुरा चाहिँ सिस्टमलाई चाहिँ बदल्न कसले खोजिरहेछ त्यसलाई हो कि त्यसलाई नै हो त्यसलाई दिन मन लागेर अब स्वतन्त्र पार्टी हो उनीहरूको राम्रो छ होइन कुराहरू सुन्दाखेरि होइन त अब त्यो फेरि हिपोक्रेसी जस्तो उनीहरू आफै पनि मुछे नि त कति ठाउँमा होइन आफूले गर्दा चाहिँ ठिक छ अरूले गर्दा चाहिँ ठिक छैन भने जस्तो भयो नि त कति कुराहरू चाहिँ त्यहाँ अस्ति भर्खर मैले ट्रोलहरू पनि देखिरहेको थिएँ अस्ति नै होइन के भन्छ तिम्रो त्यो अब त्यही सहकारी लामिछाने रवि लामिछानेको मुद्दाहरू पनि त्यो खासमा थाहा छ त्यो सहकारीहरूको चाहिँ ठगी के मुद्दा फ्रडहरूको मुद्दामा भएकोले चाहिँ लड्न नपाउने रहेछ कि चुनाव त्यस्तो थियो तर चाहिँ अब त्यसको 2-3 अरू मुद्दाहरू छ तर कुन मुद्दाले चाहिँ लड्न पाउने कुनले चाहिँ नपाउने भन्ने हुन्छ कि त्यसमा चाहिँ चेन्ज गरेर गर्ने भनेर गरेर हालिरहेको रहेछ अब त्यो मैले त्यो पोडकास्टमै सुने हो रिसेन्ट त्यो संविधान सुशान्त प्रधान ब्रोको त्यसले चाहिँ सही इन्फर्मेटिभ कुराहरू त्यहाँबाट थाहा पाएँ मैले त्यो छ त्यो उनीहरूको त्यो भयो भने चाहिँ के भन्दा क्रेडिएबल भएन नि त त्यो मान्छे चाहिँ होइन भरपर्दो रिलायबल भएन नि त जबसम्म त्यसलाई अब अदालतले लाइक इनोसेन्ट छ भनेर प्रुभै नगरेसम्म चाहिँ अलिकति भन्न मिल्दैन होइन अनि फेरि गगन थापाको रिसेन्ट एक्टिभिटीहरू चाहिँ एकदमै राम्रो छ है फेरि गगन थापा त यस्तो हो कि बोलीमा त ब्रो यार होइन त्यो बोलीमा हो त्यही त मलाई चाहिँ अस्ति त्यो जेन्दी आन्दोलनमा चाहिँ सबभन्दा एकदमै कल्प्रिट को जस्तो लाग्यो भने गगन थापा जस्तो लाग्थ्यो कि किन कल्प्रिट भन्दा त्यो आन्दोलन होइन त्यो माहौल सिर्जना गर्नलाई कि तर तिमी र मेरो हाम्रो जेनेरेसन जुन छ नि एउटा बिचको जेनेरेसन कि त्यो जेनेरेसनबाट चाहिँ यो पोलिटिक्सहरूलाईबाट चाहिँ त्यो मन मारिदिनलाई चाहिँ त्यसको हात चाहिँ छ कि लिटरली किन भन्दा त्यसले चाहिँ म स्कुलमा हुँदा म भर्खर +2 पढ्ने बेलामा त्यो हाइपमा थियो होइन भर्खर त्यो उसमा आइरहेको थियो 9-10तिर अनि त्यो बेलामा चाहिँ उसले चाहिँ देखायो नि त एउटा आश होइन भवालै थियो क्या त्यसको त्यो जुन हुन्छ स्पिचदेखि लिएर इन्थुजियाजम हेरेर होइन त्यो एउटा छुट्टै प्यासन थियो क्या त्यो होइन तर उसले फेरि अनि निराश बनाइदियो नि त गर्न सकेन अब धेरै कुराहरूले गर्दा सकेन होला होइन त्यसले गर्दा चाहिँ अनि यस्तो मान्छेले त भनेर अनि गर्न सकेन अब कसले सक्छ र भने जस्तो भयो कि त्यो भयो नि तिम्रो मन मर्छ नि त त्यो काइन्ड अफ त्यही भएर चाहिँ ठुलो गल्ती त्यसको पनि हो जस्तो लाग्थ्यो कि जुन जेनेरेसनहरूको ग्याप भयो त्यसले गर्दा अहिलेको जेनेरेसनहरू चाहिँ फेरि हाम्रो जेनेरेसनमा चाहिँ धेरै इन्फर्मेसनहरू हामीलाई थिएन हामीले जे देख्यो जे पायो त्यही नै हामीले त्यहीबाट कन्ज्युम गर्ने त्यसैबाट चाहिँ हाम्रो चाहिँ आफ्नो एनालाइसिस गर्ने र हामीले रिजल्ट तिमीले जति नै इनपुट लियो त्यही अनुसारले दिने हो नि त तिमीले आउटकम निकाल्ने हो नि त तर अहिले चाहिँ फेरि भास्ट इनपुट छ होइन एकदमै अनलिमिटेड रिसोर्सहरू छ त्यसले गर्दा अहिले र अनि त्यो ग्याप भयो कि अनि बुढाहरूको र अहिलेको जेनेरेसन हामी बिचको चाहिँ गायब भयो कि त्यसले गर्दा चाहिँ यो कन्डिसन आएको हो कि खासमा अहिले जस योपालि चाहिँ भोटमा चाहिँ अस्तिको जेएनजीको आन्दोलन पनि सम्झनुहोस् होइन त्यही हो खास भन्न खोजेको त अस्ति डकुमेन्ट्री हेरेँ बिबिसीको होइन म त हेर्न सकेन यार फर्स्टमा 5 मिनट हेरेँ ए हो र डिस्टर्ब होइन हुन त मसँग खास त्यति टाइम पनि थिएन त जस्ट 5 मिनट हेर्दाखेरि अलिक डिस्टर्बिङ अलिक बढी थियो अनि मैले हेर्नै सकेन तिमीले हेऱ्यौ भन नि त त्यसको बारेमा थोरै भन समराइजमा भन नि त
खास के हो तपाईँ मैले हेरेँ त्यो हेर्दाखेरि फेरि मेरो फोकस त्यसमा भएन कि म यता के कुरा गरिरहेको थिएँ त्यो चाहिँ होइन त्यो त त्यो जे भएको त्यो एक्सपोज गरेको केही गरेको होइन कि त्यो त अहिले त पुरै सिम्पल के अरे विदेशी हस्तक्षेप के भन्छ होइन त्यसले त अब तिम्रो हेर त्यो इभेन्ट भयो होइन त्यो तर एउटा चाहिँ मैले चाहिँ के होइन त्यो जुन जसले कन्सेप्ट त्यो रिपोर्टर जसले चाहिँ त्यो भिडियो चाहिँ प्रड्युस गरे बनाउनु भनेर स्टोरी ल्यायो नि त्यसको दिमाग चाहिँ खतरा हो त्यसले केही गरे होइन ब्रो इभन धेरै भएको त्यही इन्भेस्टिगेटिभ त्यो पनि गरे होइन मेरो एक्सपेक्टेसन के थियो भन्दा यो चाहिँ इन्भेस्टिगेटिभ जर्नलिजम हुन्छ नि त्यो थ्रुबाट गएर भित्र गएर बवाल गरे क्या त्यो केही गरेन त्यसले सिम्पल तिम्रो भरको डाटाहरू जे छ नि होइन ओ इन्टरनेटमा जे पाउँछ भिडियोहरू टिकटकदेखि लिएर एभ्रिथिङ कलेक्ट गर्यो त्योबाट पाएको इन्फर्मेसनलाई चाहिँ सिम्पल इन्फोग्राफिक बनाएर त्यो के भन्छ सिजिआई टाइपले बनाएर होइन इलिस्ट्रेट गर्यो सिम्पल भएको घटनालाई चाहिँ एउटा क्रमिक बनाएर अहिलेसम्म त अब 10वटा कुरा घटिरहेको छ त्यहाँ कहाँ के भइरहेको छ सबलाई कम्प्रिहेन्ड गरेको थिएन नि त कसैले नि उसले चाहिँ एउटा भिडियो बनाइदियो जसले चाहिँ तिम्रो के घटना भयो कसरी भयो कहाँ भयो इन्भल्भ भयो भन्ने कुरामा मात्र भने चाहिँ यसले चाहिँ लाइक आफ्नो ओपिनियन दिए चाहिँ होइन यो यस्तो चाहिँ केही भएन किनभने मैले त 5 मिनट मात्रै हेरेँ अब खास त्यो ग्राफिक भएको भएर घटनालाई चाहिँ डिस्क्रिप्सन दिएको मात्रै इलिस्ट्रेसन गरेको द्याट्स इट अरु मैले टाइम पाएन मैले हेर्न पाएन हैन तर जस अब अरु जहाँ मैले त्यो पनि उसको फेरि आफ्नो प्राइभेट क्यामेराम्यानहरुबाट चाहिँ इन्भल्भ भएर चाहिँ कोही गएर चाहिँ त्यहाँ खिचेर गरे हैन के जे छ त्यो जे चाहिँ अवेलेबल थियो त्यो रिसोर्सहरुबाटै लिएको बर्तरी अनि मेरो फेसबुकमा चाहिँ जे अब छन् 2-3 जना मान्छेहरु छन् जुन चाहिँ अहिले चुनावहरुमा उठिरहेछन् हैन अनि उनीहरुले शेयर गर्दाखेरि चाहिँ के शेयर गर्छ भन्दाखेरि चाहिँ के भन्छ यो चाहिँ चुनावको बेलामा निकालेको हैन यो त विदेशी हस्तक्षेप हो यसमा भोट काट्न खोज्यो यता उता धेरैले भन्यो त्यो चाहिँ होला त्यो चाहिँ अब त्यो फेरि डिफरेन्ट अब त्यो एउटा यस्तो जसले हतियार बनाए त्यसले बनाए एउटा हतियार अब त्यो हतियारलाई चाहिँ कसरी युज गर्ने भन्ने कुरा फेरि त्यो डिफरेन्ट मान्छेको कुरा हो हैन डिफरेन्ट हेर्नुको कुरा हो नि त हो कि नै हो न मुभी बनाउनेले बनायो एउटा रिपोर्ट बनाउनेले रिपोर्ट बनाए दियो अब त्यसलाई कहिले रिलिज गर्ने हो गर होइन त्यो छुट्टै फेरि अब स्ट्राटेजिकली रिलिज गर्ने कुराहरू डिफ्रेन्ट कुराहरू त्यो फेरि अर्कै नेक्स्ट फ्याकल्टीको कुरा भयो क्या त्यो चाहिँ त्यहाँनिर गएपछि चाहिँ अब होला त्यो त जियो पोलिटिकल कुराहरू होला त्यहाँ होइन अभियसली नेपाली पोलिटिक्समा इन्फ्लुएन्स गर्न खोज्ने सबै मान्छे छँदैछ नि नेपाल चाहिँ अब आफैले कहिले पनि थ्रेट होइन नि त किन नेपाल सानो छ हाम्रो अब सेना सानो छ हाम्रो जिडिपी सानो छ सबै कुरा सानो छ होइन नेपाल कहिले पनि इन्डिया चाइना अब इभन लाइक अरू कन्ट्रीहरूलाई पनि थ्रेट चाहिँ कहिले पनि होइन तर होइन नेपालले एउटा चाहिँ के गर्नुहुन्न भन्दाखेरि चाहिँ नेपालले कहिले पनि इन्डिया र चाइनाको अगेन्स्टमा जो छ नि अब सपोज अहिले भनौँ कि चाइनाको अगेन्स्ट युएस होइन उसलाई चाहिँ कहिले पनि नेपालले आफ्नो दिनु भएन क्या लाइक त्यो फुल्ली के लाइक उसलाई ल्याएर क्याम्प बनाउँदै जे पनि होस् होइन जस्तो एमसिसी भयो छैन त्यो भयो भने चाहिँ चाइनाले त्यसपछि चाहिँ नेपाललाई थ्रेट मान्न थाल्छ होइन त्यसपछि चाहिँ नेपाललाई थ्रेट त कहिले मान्दैन कि नेपालमा एउटा फाइटर प्लेन छ होइन त्यही त नेपाल आफैमा थ्रेट होइन फाइटर प्लेन छ नेपाल आफैमा थ्रेट चाहिँ होइन तर नेपालले चाहिँ लाइक अरू कुराहरूलाई लिएर चाहिँ होइन बुझेँ मैले तर नेपाल कहिले पनि थ्रेट भएन तर नेपाललाई चाहिँ कसले युज गर्छ भन्ने कुरामा चाहिँ उनीहरूको डर हो त्यति हो त्यो चाहिँ जस नेपाल जहिले पनि एउटा बफर जोनमा नेपाल जहिले पनि के हुनु पर्यो भन्दा चाहिँ लाइक पिस कन्ट्री भनेर चाहिँ सबैसँग मिलेर बस्नु पर्यो त्यही भएर त्यो बाहेक चाहिँ यताउता हात चाहिँ हालिहाल्नु होइन हामीलाई खासमा त्यो नेपाली पोलिसी मेकर अथवा गभर्नेन्स गर्ने कुराहरू गभर्मेन्टमा जो हुन्छ उसले चाहिँ त्यो उनीहरूको कुराहरूलाई चाहिँ सबैसँग मिलेर बस्ने भ्याइयो कि त्यो अब नि खोज्ने कुरै हुँदैन कि खोज्ने कुरै हुन्न किन खोज्ने हो त्यो भन्दा चाहिँ अलिकति यस्तो हो सबैको देशको फर्स्ट प्रायोरिटी होइन नन नेगोसिएबल भने जस्तै वान अफ द ओन्ली नन नेगोसिएबल के भन्दा कुनै पनि देशको आफ्नो देशलाई घाटा हुने काम गर्न भएन कि होइन त्यति हो कि त्यतिको लागि चाहिँ अनि उनीहरूले पनि त्यही गर्ने त हो नि कसैको देश के अरे दोस्तिर कसैको दुश्मनी हुँदैन सो हामी अब जियो पोलिटिक्सतिर चाहिँ अब अलिकति नजाउँ सबै कुरा ठिकै छ अहिले वारहरू यताउता चलिरहेछ सबै कुरा ठिकै छ अहिले चाहिँ हाम्रो नेपालको लागि चाहिँ प्रतिमा थाहा छ लाइक त्यो भोटिङमा भन्छ नि प्रत्यक्ष अनि के अरे समानुपातिक के आइडिया छ यस्तो बारेमा भन नि त थोरै
मलाई थाहा भएको मैले अब हल्का बिर्सिसकेँ फेरि यार। तर प्रत्यक्ष भनेको चाहिँ त्यो डाइरेक्ट इलेक्सन अब सब रिप्रेजेन्टेटिभमा जान्छ होइन। उता प्रत्यक्ष भनेको चाहिँ तिमीले मान्छेलाई भोट हाल्ने हो, इन्डिभिजुअल मान्छे। सपोज भनौँ कि लाइक बालेनलाई तिमीले डाइरेक्ट भोट हाल्ने हो, त्यो जित्यो भने चाहिँ ऊ चाहिँ सिधै आउँछ रिप्रेजेन्टेटिभमा जान्छ। त्यो जस्तो ल नेपालको त्यो चाहिँ एउटा दुईवटा भयो, प्रत्यक्ष र समानुपातिक। टोटल ल मानव 500 कतिवटा सिट हो हाम्रो एक्ज्याक्टली अब मैले बिर्सेँ ल, त्यो भयो होइन। त्यसको चाहिँ अब सर्टेन पर्सेन्टमा डिभाइड हुन्छ कि अब सिट होइन, सर्टेन पर्सेन्टमा डिभाइड हुन्छ। यति भाग चाहिँ समानुपातिकलाई, यति भाग चाहिँ प्रत्यक्षलाई भने होइन। समानुपातिकमा चाहिँ रेसियो 275 जस्तो लाग्यो है ब्रो। म एक्ज्याक्टली भन्दैन, प्लिज फ्याक्ट चेक आफै गर्नु। 275 हो, त्यसमा चाहिँ भाग लागेको हुन्छ होइन। यतिले चाहिँ प्रत्यक्ष, यस्तो रहेछ ब्रो। 165 चाहिँ डाइरेक्ट उम्मेदवार भयो, अनि समानुपातिक चाहिँ 138 रहेछ। अब त्यो भनेको चाहिँ कसरी हुन्छ भन्दा, प्रत्यक्ष भनेको कोही मान्छे बालेन, केपी ओली अथवा रवि लामिछाने अथवा बाबुराम भट्टराई, प्रचण्ड जो भयो नि होइन, यो मान्छे चाहिँ ठिक छ भनेर यसलाई भोट हाल्यो। ऊ चाहिँ उसलाई चाहिँ कस्तो भन्दा ऊ चाहिँ त्यहाँ नउठ्न पनि सक्छ कि। ऊ चाहिँ होइन म प्रत्यक्ष उठ्दिनँ भन्यो भने नि उसले समानुपातिकबाट पाउन सक्छ, नपाउन पनि सक्छ। त्यो चाहिँ पार्टीको कुरा। यसो भनौँ ब्रो, सपोज केपी ओली आफ्नोबाट हार्यो भनौँ कि अहिलेको लागि हार्यो होइन, हार्यो भने उसले समानुपातिकबाट पाउँदैन कि। पाउँदैन? पाउँछ, त्यो जान पाउँछ उसमा होइन। लाइक एमाले पछि आएर म समानुपातिकबाट मेरो सिट दिन्छु, त्योमा जान पाउँछ कि, त्यो हाउस अफ रिप्रेजेन्टेटिभमा जान पाउँछ होइन। किन समानुपातिकबाट पाउँछ, तर ऊ चाहिँ क्याबिनेट प्रधानमन्त्रीहरूलाई पाएन, पाउँदैन। ऊ चाहिँ खालि सभासद मात्र हो। एक्ज्याक्टली, सभासद मन्त्रीको काउन्सिलमा चाहिँ जान पाएन, हो क्याबिनेटमा जान पाउँदैन कि। त्यो हुन्छ कि, त्यही भएर चाहिँ उसलाई चाहिँ हराइदिएपछि प्रधानमन्त्री बन्न पाउँदैन भनेर चाहिँ त्यसरी वारहरू चाहिँ त्यो जाने दुइटा चाहिँ जाने हो कि। किनभने त्यसलाई हराइदिएपछि भ्याइयो होइन, त्यो अब जानै पाएन भने जस्तो। के लाग्छ ब्रो झापा 5? त्यो त एउटा भन नि त ल, तिमी आज मार्च 1 हो, 7 बजेको छ, अहिलेसम्म इलेक्सन भएको छैन। ल एउटा प्रिडिक्सन ल केपी ओलीले जित्न सक्छ भयो यार। अब किन भन्दा अब ऊ त्यो अब त्यही सधैँ मेरो गाउँमा आएर कोही नयाँ मान्छे आयो भने त अभियसली गाउँलेहरूले यो ठिक नराम्रै मान्छे भयो नि, यो आफ्नै मान्छे है भन्ने एउटा हुन्छ कि। त्यो जे भयो नि हुन्छ कि, एउटा इमोसनल कनेक्सन हुन्छ कि त्यहाँ। त्यही भएर चाहिँ टक्कर चाहिँ हुन सक्ला होइन। तर तिमी चाहिँ केपी ओली लाग्यो मलाई। फेरि त्यो जितेपछि फेरि बालेनले चाहिँ के गर्छ भन्ने कुरा। बालेन त सक्यो नि ब्रो, त्यसपछि त सकेन। उसको त कस्तो होला, किन सकेन होइन भन्नाले उसको नेक्स्ट अब 3 इयर्स 5 इयर्स होइन, यो पालि चाहिँ सक्यो भने कि लाइक अब ऊ त्यहाँबाट हारिहाल्यो, नयाँ पार्टी जसले गर्यो उसले आफ्नो सरकार संसदमा जान त पाइहाल्छ नि। त्यसै समानुपातिकमा गएर संसदमा जान। तर मलाई चाहिँ गर पनि त तिम्रो एउटा केही आफ्नो दिन सक्छ नि त इनपुटहरू। तर ऊ अब मेन क्याबिनेट बस्न पाएन, मेन चाहिँ त्यही हो। मलाई लाग्छ कि यदि बालेन के गरी हार्यो भने चाहिँ इभन त्यो सभासद पनि जाँदैन, लाइक टु प्राउड मान्छे जस्तो लाग्छ है। त्यो हो एक्ज्याक्टली, त्यहाँनिर गएर चाहिँ अनि मान्छेको चाहिँ त्यो क्यारेक्टरमा चाहिँ आउँछ कि क्वेसन। यदि गएन भने त उसले उसको चाहिँ इन्टेन्सन चाहिँ त्यो मात्र रहेछ भन्ने भयो नि त, पद खान्छु भन्ने मात्र रहेछ नि त। किन भन्दा उसले त आफ्नो भ्यू त त्यो क्याबिनेटमा जानै पर्छ भन्ने छैन कि। हो हेर, नेपालमा चाहिँ यो चाहिँ एकदमै नराम्रो यो सिस्टम के हो भन्दा, यो पार्लियामेन्टहरू र हाउस अफ रिप्रेजेन्टेटिभ र एक्जिक्युटिभ डिफ्रेन्ट कुराहरू हो कि। त्यो चाहिँ कन्ट्राडिक्ट हुँदैन कि। जस्तो तिम्रो अब क्याबिनेटहरू भनेको चाहिँ कहिले पनि मन्त्री परिषद चाहिँ तिम्रो मन्त्रीहरूबाट सेलेक्ट गर्ने होइन कि, त्यो सिस्टम चाहिँ छैन। जस्तो तिम्रो क्याबिनेट भनेको चाहिँ छुट्टै बडी हो, एक्जिक्युटिभ बडी हो कि। त्यो चाहिँ यताको चाहिँ लेजिस्लेटिभ बडी भनेको चाहिँ ल बनाउने, पोलिसी बनाउने, एक्जिक्युटिभ भने चाहिँ ललाई इम्प्लिमेन्ट गर्ने हो। तिनीहरू चाहिँ एडमिनिस्ट्रेसन गर्ने कामहरू चाहिँ उनीहरूले गर्ने होइन, त्यसलाई चाहिँ गभर्न गर्ने यिनीहरूले र क्रस चेक गर्ने हो कि दुइटैले होइन। त्यसपछि चेक एन्ड ब्यालेन्स हुन्छ नि, त्यस्तो गर्ने। त्यसपछि अर्को एउटा चाहिँ जुडिसियरी भयो। दुईटा बिच चाहिँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन हुँदैन कि। त्यही भएर चाहिँ अब त्यही अघि नै भने जस्तै हाम्रो देशमा प्रोजेक्टहरू चाहिँ किन चाहिँ प्रोजेक्टहरू जे भइरहेको छ त्यो चाहिँ इम्प्याक्ट पार्न हुँदैन यताको पोलिसी मेकिङ कुराहरूले चाहिँ भन्दाखेरि त्यही हो कि। किनभने त्यो चाहिँ एजुकेसन फिल्डमा आउने कुरा हो। तर लास्टमा आएर चाहिँ क्याबिनेटमा जो छ उसकै सुप्रिम पावर छ नेपालमा,
होइन त्यो त हो अगाडि पछाडि त्यो खास सिस्टम त्यो होइन नि त त्यो सिस्टमै चेन्ज गर्नुपर्छ कि तिनीहरूले जबसम्म हुँदैन त्यो ब्रिटिस वेस्टमास्टर हो कि के भन्ने सिस्टम हो कि त्यो अलिकति डिफ्रेन्ट नेपालमा लागू गर्न सक्दैन कि त्यो गाह्रो हुन्छ सो ल ठिकै छ तिमीमा चाहिँ जस अघि मैले सोधेको क्वेसनमा चाहिँ गगन थापाले चाहिँ जित्छ जस्तो लाग्छ गगन थापाले चाहिँ आफ्नो ठाउँमा उठेको खै थाहा छैन मलाई खै यार केही थाहा छैन त्यतिसम्म चाहिँ थाहा छैन जस तिमीमा चाहिँ केपी ओली र बालेनमा चाहिँ केपी ओलीले जित्न सक्छ अनि तिमीमा चाहिँ भने चाहिँ यस्तो लाग्छ कि बालेन बरु त्यहाँ नउठिकन अर्को ठाउँमा उठेको भए स्योर जित्थ्यो र त्यसपछि जित्थ्यो अनि त्यहाँबाट ऊ क्याबिनेट जान्थ्यो अनि ऊ सायद प्रधानमन्त्री बन्थ्यो यहाँ चाहिँ अलिकति त्यस्तो लाग्दैन होइन त्यो यस्तो हो कि फेरि त्यो होइन उसले चाहिँ उसको त्यो गेम हो कि त्यो गेम चाहिँ कस्तो चाल चलेको भन्दा उसले चाहिँ नकआउटवाला चाल के बुझेन हो तिमी अब के त हान्दै सिधै भ्याइयो नि त त्यो 10वटा राउन्ड जानु परेन नि त परेन यो पालि एकचोटि केपी ओली हार्यो भने त अब हुन त यो मान्छे मलाई त्यस्तो लाग्दैन है तर गेम त फेरि खतरा खेलाडी हो कि एउटा चाहिँ मोडर्न भयो एउटा चाहिँ पुरानो होइन खेलाडी हो मलाई बालेनको एउटा चाहिँ के भन्छ एउटा उसको त्यो डिसएडभान्टेज चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ ऊ चाहिँ अलिक बोल्न चाहिँ नसक्ने रहेछ कस्तो भन्दा लाइक अब जस्तै कि होइन जस्तै तिम्रो मन्त्री जस्तै कि केपी ओली भयो रवि लामिछाने भयो गगन थापाले बोल्छ नि ऊ चाहिँ बोल्न चाहिँ ऊ चाहिँ स्ट्रेट के डिप्लोमेटिक अनुसारले ऊ बोल्ने तिमीले कहिले नि बालेनले भाषण देखेको छैन कोस्ट लाइन भनेर कहाँ उदयपुरको कोस्ट लाइन पनि बालीको हो कि कहाँको भन्दा कम छैन हो कि कहाँको भन्दा कम छैन भने कोस्टल लाइन भनेर के नदीको किनारलाई के नदी किनारलाई अनि एउटा ट्रोल देखिरहेको थिएँ कोस्टल लाइन भनेर पुरा त माया कहाँको ड्रोनको फुटेज होइन यस्तो कोस्टल लाइन भनेको भनेर त्यही बुझेँ मैले तिमीले भन्न खोजेको हो त्यो चाहिँ यस्तो त्यसको चाहिँ इमोसनल इन्टेलिजेन्स चाहिँ अलिक कम छ कि बुझेन आइक्यू इक्यू हुन्छ नि त जसको चाहिँ इमोसनल इन्टेलिजेन्स अलिक कम हुन्छ त्यो मान्छे त्यस्तो हुन्छ त्यो म पनि त्यस्तै हो कि अनि लाइक इभन तिमी त्यो स्टेटसहरू हेर्छौ भने पनि कहिले आधा रातमा लेखिदिन्छ नि त अनि त्यो कुरामा चाहिँ अब त्यसैले होइन उसलाई चाहिँ ठ्याक्क ब्यालेन्स गर्न रवि लामिछाने हो कि रवि लामिछाने फेरि बोल्न त डेन्जर हुन्छ त्यो दुईजनाको चाहिँ खतरा कम्प्लिमेन्ट हुन्छ तर बाबा कम्प्लिमेन्ट्री त्यो दुईजना एकअर्कालाई चाहिँ बवाल गर्छ कम्प्लिमेन्ट त्यो नाइस अनि ब्रो योपालिको अर्को एउटा इन्ट्रेस्टिङ क्यारेक्टर आएको चाहिँ हाम्रो ऋषि धमलाजी उनीहरूले पनि होइन एकजना त जोकर चाहिन्छ है हाम्रोमा भने जस्तो त्यस्तोसम्म चाहिँ होइन ऋषि धमला दाजुले होइन हेर्नुभयो भने उसले चाहिँ के भन्दै रहेछ भन्दा अब म फर्किन्न पत्रकारितामा अब यही गर्छु खै मैले कहाँ देखेँ त यार म ऋषि धमलालाई चाहिँ एउटामा चाहिँ एकदम मान्छु कि ऋषि धमला चाहिँ पत्रकारिता र बिजनेसमा चाहिँ एकदम राम्रो कि तिमीलाई थाहा छ बिजनेसमा होला उसको पत्रकारी लाइक त्यो बोथलाई सँगै लगेकोमा चाहिँ एकदम राम्रो किन भन्दाखेरि होइन बुझेँ मैले तिमीले भनेको चाहिँ बिजनेस साइड अफ जर्नलिजम एकदम खतरा किन भन न अब कान्तिपुर नेपाल न्युजहरू त भयो होइन त्यो बाहेकको अरू सबै न्युजहरू डुब्दाखेरि पनि ऊ मात्र यस्तो च्यानल रहेछ कि जसले चाहिँ तिमीलाई अब क्यामराम्यानदेखि सबैजनालाई राम्रो टाइममा पैसा दिएको थियो कि सबै कि लाइक 24 घन्टामा 18 घन्टा काम गरे पनि उसले त्यो अब उठाएको कि लाइक पैसा उठाएको सबै कुरा त्यसमा चाहिँ एकदम राम्रो तर पोलिटिक्समा चाहिँ अब मलाई त्यो आएर होइन कार्पेन्टर बनाएछ कहिले देखाएको छ तिमीले म काम गर्छु म यही बस्छु भनेर देखाएको छ कार्पेन्टर बनाएछ कतिवटामा किसान बनाएछ होइन मैले त्यो भन्ने बित्तिकै मलाई त्यो याद आउँछ कि त्यो हामीले हेरेको थियौँ चिलपिलमा पोडकास्ट दुईजनाको साइन्टिस्ट हो कि को दुईजना ब्रोहरू थिए नि साइन्टिस्ट चिलबिलमा साइन्टिस्ट दुईजना ब्रोहरू आएको थियो नि असीम के भन्ने मैले बिर्सेँ अनि उनीहरू ऋषि धमलाकोमा गएको अनि आएर अनि सिधै ऋषि धमला सुसी आएर सेटमा आएर अनि तपाईँहरू के गर्न आएको भनेर को हो तपाईँहरू के गर्न आएको भनिदिनुहोस् भनेर
त्यो मान्छे त डेन्जर थाहा छैन कि उसलाई त्यसलाई थाहा छैन त्यो मान्छेमा चाहिँ कन्फिडेन्स रहेछ कि एउटा कन्फिडेन्स आफैले भनिदिन्छ भने ल तपाईँहरू के गर्न आउनुभएको भनिदिनु ऊ अनि मैले सुनेको होइन लाइक अरू ठाउँबाट सुनेको त्यो मान्छे यति बिजी हुन्छ अरे कि उसले त्यो रिसर्च गर्न भ्याउँदैन अनि अगाडि आएर ऊ लाइभमा तपाईँ को हो तपाईँ के गर्नुहुन्छ भनेर उल्टो क्वेसन सोधेर त्यहीँबाट भनिदिन्छ अरे क्या ल त्यो मैले अनि त्यो धमलाको हमला भन्ने थियो नि त्यसमा रिचा घिमिरे हो कि भन्ने एक्टर हुन्छ नि रिचा शर्मा आएको होइन ए होइन एकजना हो त्यस्तै समथिङ गुड एक्टरै हो अनि लास्ट तपाईँको फिल्म त चल्दैन त भनेर यति तपाईँ राम्रो मान्नुहुन्छ तर फिल्म त चल्दैन तपाईँको राम्रो उ त गर्नु न तपाईँले यो भन्दा अनि उसले किन सबैले राम्रै भनिरहेछ अनि यो फिल्ममा भने तपाईँले हेर्नु भनेर हेरेको छैन सो ऋषि धमालले होइन एउटा क्लिप खोज्नुपर्छ होइन ऋषि धमालले आफ्नो बुढीलाई त्यसको बुढी पनि एक्टर हो नि त बोलाएको हो नि त अनि बुढी थियो अनि उसको को एक्टर थियो केटा त हिरो थियो अनि सो ऋषि धमालले एउटा गीत गाइदिनुहोस् त अनि उसको बुढीले गीत पनि गाइदियो स्वर त राम्रो छैन त तपाईँको लास्ट पनि छ यार त्यही मान्छे चाहिँ अनि त्यही ऋषि धमाल चाहिँ कहिले कार्पेन्टर बनाएको छ होइन कहिले किसान बनाएको छ कहिले जेरी बनाएको छ अनि म यहीँ बस्छु म यहीँ काम गर्छु भनेको छ सबैजनाको आफ्नो प्रोज एन्ड कन्स हुन्छ भने चाहिँ ऋषि धमाला दाइको पनि होला प्रोजहरू केही न केही त होइन ऊ चाहिँ आम जनता पार्टी रे के यो चाहिँ ए हो छुट्टै पार्टी रहेछ होइन त्यो नाम सुने मैले आम जनता पार्टी चाहिँ ए यो त इन्डियन हो यार त्यो आम आदमी पार्टी हो आम आदमी चाहिँ नेपाली भर्जन हो सायद खोइ आम जनता पार्टी रहेछ कि उसको चाहिँ आम आदमी चाहिँ अनि सुने ओके त्यो सुने दिएर मेनिफेस्टो हेर्नु पर्यो मैले अनि त्यसपछि हाम्रो अर्को हाम्रो मन्त्री शिक्षा मन्त्री महावीर पुन उहाँ चाहिँ अब म्याग्दीमा किताब बेच्दै पुरै लडिरहनु भएको छ होइन त्यस एटलिस्ट राम्रो मान्छेहरू जो पढिरहेको हुन्छ नि उनीहरू चाहिँ अलिअलि थोरै माथि जानु पऱ्यो अब होइन अलिकति इन्टेलेक्चुअल कुराहरू पनि हुनु पऱ्यो जहिले पनि खालि त्यही अब म यो गर्छु भन्नुभन्दा पनि यो त अब फेरि यस्तो हो कि यो सबै इन्टेलेक्चुअल मान्छेहरूले चाहिँ कस्तो सबैजना मिलेर चाहिँ एक ठाउँमा आउनै पर्छ कि नत्र सक्दैन के सक्दैन तिम्रो जति धेरैवटा पार्टी खोल्यो नेपालमा त्यति घाटा हो क्या नेपाल इलेक्सन सेन्समा जस्तै यहाँ जस्तै एउटा भोट स्प्लिट हुन्छ त्यति नै अनि अब जुन चाहिँ अब पुराना खेलाडीहरू छ जुनले चाहिँ यत्तिकै नै पाइरहेको हुन्छ नामले होइन त्यो अब एउटा त्यही कन्सियस सबकन्सियस माइन्डमा बसिरहेको काङ्ग्रेस एमाले माओवादी भनेर बसिरहेको हुन्छ दिमागमा जहिले पनि होइन तिनीहरूले नै एउटा जे भयो नि इमोसनल एडभान्टेज हुन्छ क्या त्यो हुन्छ त्यही अनि यहाँ भएको जस्तै लाइक तिम्रो लेबर र हाम्रो यहाँनिर रिपब्लिक छ नि यति यो ठुल्ठुलो भयो बाँकी त छ नि ग्रिन छ अर्को के छन् होइन तर जस्तै ठुल्ठुलो पार्टीहरू दुइटा होइन भएर अनि अरू चाहिँ शान्ति नै यताउता भयो भने चाहिँ ठिक हुन्छ नेपालमा चाहिँ सबै ठुल्ठुलो पार्टी छन् अनि एकदमै त्यो विभाजन के सबै ठुलो होइन अब सबै यस्तो एभरेजमा आइसक्यो कि अब अहिले चाहिँ एभरेजमा आइसक्यो अब त्यही हो जस एट द एन्ड चाहिँ नेपालमा चाहिँ खास नेपालीहरूले केमा आएको भन्दा चाहिँ बेसिक निड होइन अहिले त हामी अझ पनि बेसिक निडमै छौँ कि हामी इलेक्ट्रिसिटीलाई फुल लाइक लोड सेडिङ नहोस् होइन हाम्रो ग्यास जस्तै कि म नेपालमा हुँदा ग्यास सर्टेज भइरहेको थियो कि पाइरहेको थियो तर एकदमै त्यो थोरै कि एकदम थोरै होइन ग्यास मान्छेको कुरा भइरहेको थियो कि लाइक तपाईँले ग्यास पाउनु भयो यताउता भनेर त्यो कुरामा म सुनिरहेको थिएँ तेलहरू चाहिँ पाइरहेको थियो तेलहरू त थियो पेट्रोलहरू चाहिँ तेल सर्टेज हुन्छ त्यही अनि त्यही के नेपालमा चाहिँ एटलिस्ट बेसिक निड पाओस् कि होइन लाइक तिम्रो फ्युल पाओस् इलेक्ट्रिसिटी पाओस् ग्यास पाओस् होइन पानी आओस् होइन धुवा धुलोहरू अलिक कम होस् अनि अब ट्राफिकको त यो हो नि त खास हामीलाई मेन चाहिँ ह्युमन राइट्सहरू बेसिक निडहरू चाहिँ यतिबाट चाहिँ सुरु गरिदिनुहोस् है अब त्यसको लागि चाहिँ अब सबैजनाले राम्रो मान्छे गरिदिनुहोस् त्यही हो त्यो एजेन्डा लिएर यदि तिमी कुनै इलेक्सनमा जान परेछ भने त्यो नै एउटा एकदमै दुःखदायी कुरा हो क्या लिटरली भने कि जुन चाहिँ एउटा ह्युमन बेसिक निड हुन्छ नि मान्छेहरूको त्यो नै तिमीले म यो ल्याइदिन्छु भनेर चाहिँ जान पर्ने केस आएको छ नि त्यो चाहिँ नन नेगोसिएबल भने त्यो चाहिँ सबैको पहिला त्यो हुनु चाहिँ अहिले चाहिँ खास पोलिसी मेकिङको लागि चाहिँ मान्छेहरू सेलेक्ट गर्ने हो कि
त्यही नै ऊ भइरहेछ अब के गर्ने मान्छे यार र ब्रो ल एट द एन्ड यार आज यो फर्स्ट एपिसोड भएको भएर हामी कसलाई भोट दिन्छ भने नसोधे होइन ल एट द एन्ड चाहिँ तिमीलाई अब जसले नै हेर्दैछ नि होइन लाइक उनीहरूलाई चाहिँ के भन्न चाहन्छु किनभने इलेक्सन आउनलाई अझ पनि 3-4 दिन बाँकी छ एउटा सानो एउटा मैले त अब भन्नाले अब मैले आफूले नदिए पनि जसले दिइरहने हुनेछ उनीहरूलाई चाहिँ के भन्छु भन्दा अब हेर्नु होइन सबै त्यो अब सबैहरूको उस्तै छ कि अब कुराहरू त्यही नै हो कि सबैले भन्ने त्यही हो कसैले अब म गर्दिनँ भनेर भन्दैन नि होइन केही कुरा पनि अनि अब त्यहाँ बसिरहेको मान्छेहरूलाई चाहिँ थाहा हुन्छ एनालाइसिस गरेर हुन्छ नि त आफूले कस्तो भइरहेछ त्यही नयाँ सिद्धान्त चाहिँ हुन पर्यो मान्छे पार्टी नयाँ भयो नि पुरानो भयो नि मतलब भएन तर उनीहरूले गर्न खोजेको कुराहरू चाहिँ त्यही ट्रान्सप्यारेन्सी र एन्टी करप्सन ट्रान्सप्यारेन्सी र के भन्छ इफिसियन्ट पनि हुन पर्यो कि 15 वर्ष लाएर 5 वर्ष लाग्ने कामलाई चाहिँ 15 वर्ष लाएर ल गरेछु है मैले भनेर भन्नु नि भएन नि त होइन इफिसियन्ट पनि हुन पर्यो एकाउन्टेबल हुन पर्यो हो जो चाहिँ लाग्छ त्यहीलाई दिने हो म चाहिँ मेरो तर्फबाट एट द एन्ड चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ अब पुरानो पार्टीहरूलाई धेरै दियो होइन पुरानो पार्टीले अहिले पनि मासु भात होइन अन्डा सरी सो पुरानो पार्टीहरूलाई धेरै भयो यो भोटहरू अनि अहिले पनि पुरानो पार्टीहरूले यसरी नै अब मासु भात अनि अन्डा चिउरा होइन अन्डा यो के भन्छ हाम्रो चना बाँडिरहेछन् होइन अन्डा चना बाँडिरहेछ तर एउटा चाहिँ के भन्न चाहन्छु भन्छ अरे खानुहोस् होइन जहाँसुकै खानुहोस् त्यो मान्छेले खाएको नुन लाग्छ त्यस्तो चाहिँ नभन्नुहोस् होइन खानुहोस् त्यसपछि लास्टमा दिने बेलामा जहाँ भोटिङमा दिनुहुन्छ त्यो भनेको वान अफ द मोस्ट सिक्रेट ठाउँ हो होइन कसैले देख्दैन सो त्यहाँ गएर भोट दिँदा चाहिँ आफूलाई जसलाई मन लाग्छ त्यसलाई दिनुहोस् तपाईँले माओवादीको खानुहोस् एमालेको खानुहोस् र राष्ट्रपाका खानुहोस् जसलाई दिन्छ जसको खानु छ खानुहोस् तर लास्टमा दिने बेलामा चाहिँ आफूलाई होइन आफ्नो क्षेत्र राम्रो हुने आफ्नो यो बेसिक निडहरू पुरा हुने देश विकास हुनेलाई नै गरेर दिनुहोस् त्यही हो जस मैले भन्न खोजेको चाहिँ त्यति हो प्लिज त्यति चाहिँ गरिदिनु होला है यो पालि चाहिँ त्यो बालेनमा झापामा बालेनलाई दिने भोट दिन जानेहरूले के सोधे यो भर्खर अस्ति आएको 1 महिना होइन त्यस्तै भनेछन् होइन भन्नाले त्योभन्दा अगाडि त बालेन गएको थियो र झापा पहिला केहीको लागि गएको थियो गएर एक हप्ता बसेको थियो होला 2 हप्ता बसेको थियो होला थिएन नि त भने यसले अब तिमी लोकल्ली सोच्दाखेरि चाहिँ यसले चाहिँ हाम्रो उयोको चोकमा भत्केछ त्यो बनाइन्छ त यसले भने जस्तो सोच हुन्छ लोकल लेभल मैले सुरुमा भन्दा नि त्यही भने हो नि त लाइक कोही मान्छे फर्स्ट टाइम आएर मलाई आइरहेछ त्यो बनाइन्छ यसले भन्ने सोचाइ आउँछ कि मान्छेलाई त्यही तर यो मान्छे त अस्ति यहीँ हो घर यसैको त होइन नबनायो भने हामी भन्न जान पाइन्छ भन्ने सोचाइ आउँछ कि त्यो तिमीले भने हो यार अनि जस अब चाहिँ आफ्नो टोल मात्र होइन होइन अलिकति देशबाट नै सोचिदिनुहोस् पोलिसी मेकिङलाई चाहिँ ध्यान दिनुहोस् सोचिदिनुहोस् लोकल लेभलको त फेरि छुट्टै हुन्छ फेरि लोकल त तिम्रो अब मेयरदेखि लिएर वडाले पनि त्यो क्लियर पनि हुँदैन नि त कति मान्छेहरूलाई त त्यही त खास लोकल भने चाहिँ तिम्रो मेयरदेखि लिएर वडाहरूले उनीहरूले पनि गर्न सक्ने कुरा हो नि त लाइक तर तिमी यो भनेको त लाइक तिमी पोलिसी मेकिङ भयो हैन देश विकासको कुरा हो देश संरचनादेखि लिएर सो यसमा चाहिँ पुरै देशलाई नै सोचेर प्लिज भोट दिनुहोस् लास्ट टाइमको त्यो जेनजीको बारेमा प्लिज सोच्नुहोस् होइन त्यो आन्दोलनको बारेमा सोच्नुहोस् फेरि अर्को नहोस् यस्तो होइन त्यसैले त्यो सबै कुरालाई सोचेर यो बिहिबार चाहिँ एकदमै देशको लागि भोट दिनुहोस् है अनि जस नेक्स्ट फेरि बस्दाखेरि चाहिँ एउटा राम्रो न्युज सुन्न पाओस् है त्यही हो राम्रो न्युज सुन्न पाओस् देशमा केही बस्दा होइन मलाई चाहिँ त्यहाँ पुग्दाखेरिको टेन्सन भइसक्यो ठिकै छ ल धन्यवाद ल ब्रो ल एट द एन्ड केही छ अरू छैन है छैन ठिकै छ ल बेस्ट अफ लक होइन ल दिनुपर्छ ल अल द बेस्ट दिनुपर्छ ल एट द एन्ड अब यही भन्दै हामी हाम्रो सिजन 2 को एपिसोड 1 मा श्री गणेशाय नमः धेरै धेरै धन्यवाद फेरि आइदिनु भयो के भन्छ इतिश्री समथिङ इतिश्री भनिन्छ नि इतिश्री समथिङ लाइक द्याट मलाई थाहा होइन त्यो गणेशाय भने जस्तै त्यो इतिश्री के भन्छ कि स्वस्तानीमा चाहिँ मलाई याद छ कि ल सबैलाई धन्यवाद सी यू इन सिजन 2 एपिसोड 2 Ciao.